नमस्कार साथीहरू, स्वागत छ तपाईँहरूलाई एकपटक फेरि समृद्ध एस्ट्रोलोजीमा। र आज पनि म एउटा निकै नै चाखलाग्दो र रोचक ज्योतिषीय सामग्री लिएर यहाँहरू समक्ष हाजिर भइसकेको छु। र आजको विषय प्रसङ्ग रहेको छ विवाह कहिले हुन्छ। वैदिक ज्योतिष र केपी ज्योतिषबाट तुलनात्मक विचार। अब धेरैजसो ज्योतिषमा एकदमै सोधिने खोजिने प्रश्न भनेको विवाह हो। फलानुको विवाह कहिले हुन्छ, फलानीको विवाह कहिले हुन्छ, उनीहरूको लगन कहिले जुर्छ, विवाह सुख छ कि छैन, यो तमाम प्रश्नहरू ज्योतिषलाई धेरै जिज्ञासुहरूले जजमानहरूले सोध्नुहुन्छ। एकदमै सोधिने विषय हो ज्योतिष परामर्शमा, र यो चाखलाग्दो विषय पनि हो। र विवाह कहिले हुन्छ भन्नेमा ज्योतिष दर्शन, ज्योतिष ग्रन्थहरूमा धेरै खालका नियमहरू दिएका छन् कि फलानुको दशामा हुन्छ, फलानु ग्रहको दशामा हुन्छ, सप्तमेश ग्रहको दशामा हुन्छ, द्वितीय घरको दशामा हुन्छ, नवमेशको भाग्येशको दशामा विवाह हुन्छ, कसैले भन्छन् शुक्रको दशामा विवाह हुन्छ, कसैले भन्छन् चाहिँ गुरुले शुक्रलाई हेर्दाखेरि चाहिँ गोचरमा विवाह हुन्छ। अनेक नियम छन्, अनेक खालका चाहिँ यो अनेक खालका तर्कहरू पेश गरिन्छ विवाहको समयको बारेमा। तर आज चाहिँ म तपाईँहरूलाई वैदिक ज्योतिषमा विवाहका अनेकौं नियमबाट एउटा अष्टक वर्ग पद्धति छ, त्यसबाट विवाहको नियम छ एक दुईवटा, त्यसलाई र केपी ज्योतिष कृष्णमूर्ति पद्धति ज्योतिषबाट विवाहको विश्लेषण कसरी र कहिले हुन्छ भन्ने विषयमा आज उदाहरणसहित म हाजिर भएको छु। र यो अब धेरैजनाले चाहिँ पछिल्लो भिडियोमा के भन्नुभयो भने यो चाहिँ तपाईँले मिक्स गर्नुभयो भने, मिक्स गरे होइन, तपाईँहरूले बुझ्नुहोस्। वैदिक ज्योतिषमा विवाहको समय, विवाह हुने समयको बारेमा कस्ता नियम दिएको छ अथवा कस्तो खालको ग्रहको गोचरमा विवाह हुन्छ, कस्तो खालको दशा समीकरणमा विवाह हुन्छ, त्यसको छुट्टै नियम छ। धेरै नियम छन्, तर म आज एउटा विशेष नियम मात्र चर्चा गर्दैछु। म धेरै नियमहरू चर्चा गर्ने उसमा छुइनँ। र अर्को केपी ज्योतिषबाट कसरी विचार गरिन्छ। अब केपी ज्योतिष पनि अब अहिलेको त जल्दो बल्दो विषय हो। कृष्णमूर्ति पद्धति ज्योतिष त अहिले नेपालमा पनि अब क्रमशः प्रख्यात हुँदैछ होइन। यसको चाहिँ यो ज्योतिष पद्धति चाहिँ अनुसरण गर्नेहरू बढ्दैछन्, बढिरहेका पनि छन्। त्यही भएर केपी ज्योतिषलाई पनि हामीले छुटाउनु भएन। यो मिक्स गरेको होइन, धेरैले मिक्स गर्नुभयो भन्ने पनि कमेन्ट आयो। त्यो मिक्स गरे होइन। वैदिक ज्योतिषमा के नियम छ, केपी ज्योतिषमा के नियम छ, त्यो दुईटाबाट चाहिँ रिजल्ट कस्तो आउँछ भनेर तुलनात्मक विचार मात्र गरे हो। त्यसलाई मिक्स गरेको भन्न मिल्दैन। अब तपाईँहरूलाई जे सजिलो लाग्छ त्यही मेथड अपनाउनुहोस्। र आज अब विषयमा प्रवेश गरौँ, धेरै अब हामी समय बर्बाद नगरौँ। आजको विषय प्रसङ्ग रहेको छ विवाह कहिले हुन्छ, वैदिक ज्योतिष र केपी ज्योतिषबाट तुलनात्मक विचार। अब म तपाईँहरूलाई पहिला यहाँ एउटा नक्षत्र चक्र देखाउँछु। नक्षत्रको यो चाहिँ सूचीहरू हो। हाम्रो राशिहरू त 12वटा हुन्छन् भनेर हामीले धेरै जानेका छौँ, पढेका छौँ। अब नक्षत्र पनि चाहिँ त्यो राशि 12वटा राशिलाई चाहिँ थप विभाजन गर्दाखेरि 27वटा नक्षत्रमा भाग लगाइन्छ। अब हुन त 28वटा छ भन्छन् होइन, 28वटा हो भन्छन्। तर अब यो खास गरी अब ज्योतिष विश्लेषणमा चाहिँ अब 27वटा नै प्रयोग गरिन्छ। ज्योतिष फलादेशमा चाहिँ हुन त 28वटा छ भनिन्छ होइन। एउटा यो मकर राशिभित्र पनि हुन्छ अभिजित नक्षत्र भन्ने, तर त्यो हाम्रो आजको विषय होइन। 27वटा नक्षत्र हुन्छन् 12वटा राशि भए जस्तै। पहिला नक्षत्र चक्रलाई बुझ्नुहोस्। यहाँ 27वटा नक्षत्रको सूची दिइएको छ, यसलाई एकचोटि हेर्नुहोस्। केतुको नक्षत्र 3टा, केतुको नक्षत्रबाट क्रमशः 27वटा नक्षत्र दिएको छ। र नक्षत्र स्वामीको नाम पनि यतापट्टि मैले लेखेको छु, केतु, शुक्र। र शुक्रको 3टा नक्षत्र मैले एउटै घेरामा लेखेको छु, त्यो हेर्नुहुन्छ तपाईँले। केतुको अश्विनी, मघा, मूल भए जस्तै सबै ग्रहकुल चाहिँ 3-3वटा नक्षत्र एउटा भागमा पर्छ, 9वटा ग्रहको। अब त्यसपछि आजको विषयमा जाउँ। अब अष्टक वर्ग पद्धति मैले योभन्दा अगाडिको भिडियोमा पनि हालेको थिएँ। त्यसमा चाहिँ पिताको बारेमा विचार गरिएको थियो होइन।
आज चाहिँ अब विवाहको विषय भएको हुनाले अब मैले चाहिँ अष्टक वर्ग पद्धतिलाई लिएको छु। मैले अब धेरै नियम छन् होइन, नियमहरू धेरै छन् वैदिकमा पनि, तर मैले चाहिँ अलिकति अष्टक वर्ग पद्धतिलाई आज मैले चाहिँ अलिकति ग्राह्यता दिएको छु। अब वैदिक ज्योतिषमा अष्टक वर्ग प्रणाली एउटा गणितीय विधि हो जसको प्रयोग कुण्डलीमा ग्रह र भावहरूको शक्ति र प्रभाव मापन गर्न गरिन्छ। अष्टक वर्गको शाब्दिक अर्थ 8वटा वर्गहरूको समूह हो। यसले 7वटा मुख्य ग्रहहरू र लग्नले 12 राशिहरूलाई प्रदान गर्ने शुभ अङ्कहरूको गणना गर्छ। अब यस प्रणालीका मुख्य अङ्गहरू हेर्न सक्नुहुन्छ। यहाँ तपाईँको स्क्रिनमा देखाइएको छ। बिन्दु, प्रत्येक भावमा प्राप्त हुने सकारात्मक वा शुभ अङ्कहरू, सामान्यतः 28 वा सोभन्दा बढी बिन्दु हुनुलाई त्यो भाव बलियो र शुभ मानिन्छ। भिन्नाष्टक वर्ग भनेको भिन्न भिन्नै वर्ग, 7वटा ग्रहको छुट्टा छुट्टै चार्ट, अष्टक वर्ग चार्ट हुन्छ। प्रत्येक ग्रहले कुण्डलीमा भावहरूमा निश्चित सङ्ख्यामा बिन्दुहरू वितरण गर्छन्। अब सर्वाष्टक वर्ग भनेको त सबै ग्रहहरूको बिन्दु जोडेर बनाएको कुल चार्ट होइन। यसमा चाहिँ कुल योग 337वटा हुन्छ। कक्ष भनेको अब एउटा राशिलाई पनि फर्दर अब हामीले विभाजन गऱ्यौँ भने प्रत्येक 3 डिग्री 45 कलाको कक्ष भन्छ। अहिले कक्षको हाम्रो विषय होइन, यसलाई धेरै तपाईँहरूले त्यो ध्यान दिइरहनु आवश्यक छैन। अब भविष्यवाणीमा यसको प्रयोग, अष्टक वर्ग प्रणाली पनि एउटा शक्तिशाली चाहिँ ज्योतिष फलादेश पद्धति हो। धेरैले चाहिँ यसलाई अलिकति यसलाई अलि नजरअन्दाज गरेको पाउँछौँ हामी होइन, तर यो पनि एउटा शक्तिशाली चाहिँ फलादेश विधि हो वैदिक ज्योतिष अन्तर्गत अथवा पाराशरी ज्योतिष अन्तर्गत। अब यो प्रणालीमा चाहिँ खास गरी गोचरमा यसको मुख्य प्रयोग नै गोचर, ग्रहहरूको गोचर फल हेर्न गरिन्छ। गोचर गर्दाखेरि कुन ग्रहले कस्तो फल दिन्छ अथवा कुन ग्रहले कहाँ गोचर गर्दा कस्तो फल दिन्छ भन्ने आधारै अष्टक वर्ग पद्धति हो। यदि कुनै ग्रह बढी बिन्दु भएको भावमा प्रवेश गर्छ भने चाहिँ त्यो ग्रहले त्यहाँ चाहिँ शुभ फल दिन्छ भन्ने एउटा मान्यता छ। भावको शक्ति मापन, कुनै व्यक्तिको जीवनका विभिन्न पक्षहरू जस्तै धन, करियर होइन, 12वटा हाम्रो जीवनको सम्पूर्ण पक्ष त 12वटा भावमा बाँडिएको छ। जन्मदेखि मृत्युसम्मको सबै मानव जीवनको पक्ष त 1 देखि 12वटा भावमा बाँडिएको छ। भावको शक्ति मापन गर्न पनि अष्टक वर्गले मद्दत गर्छ। कुन भावमा कतिवटा बिन्दु दिएको छ, कुन कुन ग्रहले चाहिँ बिन्दु दिएको छ। बिन्दु भनेको सकारात्मक फल दिने कुरालाई हामीले बिन्दु भन्छौँ। अब समयको निर्धारण, सर्वाष्टक वर्गको विश्लेषण गरेर अथवा भिन्नाष्टक वर्गको विश्लेषण गरेर मानिसको जीवनका विभिन्न फलदायी वर्षहरू वा विशेष दिनहरू पहिचान गर्न सकिन्छ। यो पनि एकदमै अष्टक वर्गको प्रयोग हो भविष्यवाणीमा। आयु गणना गर्न पनि प्रयोग गरिन्छ। यस प्रणालीभित्रका विशेष गणनाहरू व्यक्तिको सम्भावित आयु अनुमान गर्न पनि प्रयोग गरिन्छ। भने आयु गणना गर्न पनि अष्टक वर्ग प्रणाली एकदमै महत्त्वपूर्ण रहेको छ। अब आजको हामी चाहिँ विषय रहेको छ विवाह कहिले हुन्छ। एउटा पहिला हामी वैदिक ज्योतिष अन्तर्गतको अष्टक वर्ग पद्धतिबाट हेर्छौँ, अर्को केपी पद्धति कृष्णमूर्ति पद्धतिबाट पनि हेर्छौँ र दुईटैबाट आउने परिणामलाई हामी लेखाजोखा र तुलना गर्छौँ। यसलाई धेरैले मिक्स गरे भन्नुहुन्छ, मिक्स गरे होइन, यो देखाएको मात्रै हो। यो एउटा पद्धतिबाट यसरी विश्लेषण गरिन्छ, अर्को पद्धतिबाट यसरी विश्लेषण गरिन्छ भनेर देखाएको मात्रै तुलनात्मक विचार मात्रै हो। अब तपाईँहरूलाई जुन सजिलो लाग्छ, तपाईँहरूलाई जुन चाहिँ सटिक लाग्छ, तपाईँहरूको अनुभवमा चाहिँ अब अभ्यास गर्दै जाँदा कुन तपाईँहरूको लागि चाहिँ फलदायी हुन्छ त्यो तपाईँहरूले गर्ने कुरा हो, त्यो तपाईँहरूको निर्णयमा भर पर्ने कुरा हो। तर अब ज्ञान प्राप्त गर्ने मार्गहरू धेरै हुन्छन् होइन, कुनै पनि लक्ष्य प्राप्त गर्ने मार्गहरू धेरै हुन्छ। त्यस्तै ज्योतिषमा पनि परिणाम फलको भविष्यवाणी गर्न विभिन्न खालका चाहिँ फलादेश पद्धतिहरू छन्। त्यसमध्ये केपी ज्योतिष अहिले, कृष्णमूर्ति पद्धति ज्योतिष अहिले एकदम विस्तार भइरहेछ नेपालमा पनि। त्यही भएर मैले केपी ज्योतिषलाई पनि यहाँ लिएको हो होइन। यसलाई चाहिँ मिक्स गरेको नभन्नु होला, मिक्स गरेको होइन। अब वैदिक ज्योतिष अन्तर्गत विवाह भन्ने बित्तिकै पहिला हामीले के बुझ्नुपर्छ भने शुक्र, काल पुरुषको सप्तम राशिको स्वामीको शुक्र हो। यसमा कुनै पनि दोमन दुविधा छैन।
संशय गरिराख्नु पर्दैन। शुक्र नै हो काल पुरुषको सप्तम भावको मालिक। भनेपछि अब नैसर्गिक र प्राकृतिक विवाहको कारक, काम भावनाको कारक के हो त? शुक्र हो। त्यो त सबैले मान्ने कुरा हो। अब शुक्रलाई आधार मान्नुपर्छ हामीले विवाहको कुरालाई। अब एउटा प्रश्न यो उब्जिन्छ कि पुरुषको कुण्डलीमा त शुक्र भनेको पत्नी हो, धन हो, ऐश आराम हो, होइन, स्त्री हो। अब शुक्रको, अब महिलाको कुण्डलीमा त फेरि शुक्र भनेको शुक्र नै भइहाल्यो, महिला आफै शुक्र हो, होइन। महिलाहरूलाई आफैले शुक्रले प्रतिनिधित्व गर्छ। त्यसकारण चाहिँ अब पुरुषको केसमा पनि महिलाको केसमा पनि यो एउटै हो। हालाकि अब पुरुषको कुण्डलीमा चाहिँ बढी सटिक रूपमा लागु हुन्छ, किनभने पहिलाको ज्योतिष ग्रन्थहरूमा जुन जुन अब तपाईँको त्यो श्लोकहरू दिएको छ, फलादेशको श्लोकहरू, त्यो त प्रायः पुरुषलाई नै केन्द्रमा राखेर गरिएको छ। हालाकि स्त्री जातिका भनेर पनि एउटा चाहिँ तपाईँको एउटा चाहिँ त्यहाँ पाठ हुन्छ सबै ज्योतिष ग्रन्थहरूमा, स्त्री जातिकाको पनि विशेष फलादेश भनेर दिएको हुन्छ। हालाकि तर धेरै जसो श्लोकहरू चाहिँ पुरुषलाई केन्द्रमा राखेर लेखिया हुन्छ, तपाईँहरू हेर्नु होला। अब शुक्रको भिन्नाष्टक वर्ग प्रयोग गर्छौँ। वैदिक ज्योतिष अन्तर्गत अष्टक वर्ग पद्धतिबाट विवाह कहिले हुन्छ भन्ने विषय प्रसङ्गमा आज हामी शुक्रको भिन्नाष्टक वर्ग प्रयोग गर्छौँ, जुन अष्टक वर्गको एउटा पद्धति हो। अब यहाँ हेर, शुक्रले चाहिँ कहाँ कहाँ चाहिँ बिन्दु दिन्छ। बिन्दु भनेको सकारात्मक फल दिनको लागि एउटा बिन्दु दिन्छ हरेक भावमा, 12वटा भावमा शुक्रले। त्यो कसरी दिन्छ अब हेर्नुहोस्। सूर्य बसेको ठाउँबाट अष्टम, 11 र 12औँ घरमा दिन्छ। जस्तो अब यो कुण्डलीमा यहाँ हेर्नुहोस् न, तपाईँले यहाँ हेर्दाखेरि अब सूर्य यहाँ छ। अब सूर्यबाट गर्नुहोस् 1 2 3 4 5 6 7 8 9 10 11 11मा एउटा, 1 2 3 4 5 6 7 8 अष्टममा एउटा र 12औँमा एउटा भनेपछि यहाँ दिन्छ। त्यस्तै अब चन्द्रमाबाट पनि फलानु फलानु भावमा शुक्रले दिन्छ, मङ्गलबाट पनि फलानु फलानु भावमा दिन्छ। यो चाहिँ सकारात्मक बिन्दुहरू दिन्छ। अब बुधबाट पनि तेस्रो, 5औँ, 6औँ, 9औँ र 11औँमा दिन्छ। गुरुबाट दिन्छ भनेपछि अब आफ्नैबाट, यहाँ हर सेल्फ लेखेको छ नि, आफ्नैबाट, जस्तै यहाँ शुक्र यहीँ बसेको छ भने आफ्नै घरमा एउटा सकारात्मक बिन्दु दिन्छ। त्यसपछि दोस्रो घरमा दिन्छ यहाँ, होइन, तेस्रो घरमा पनि दिने भयो, चौथो घरमा पनि दिने भयो, 5औँ घरमा पनि दिने भयो, अष्टम घरमा पनि दिने भयो। अब यसरी चाहिँ अनि लग्नबाट पनि दिन्छ है। फेरि अरू ग्रहहरू अरू 7वटा ग्रहबाट त 7वटा ग्रहको कुण्डलीमा पोजिसनको आधारमा दिन्छ र लग्नको पोजिसनको आधारमा दिन्छ। अब लग्न यहाँ चाहिँ सिंह लग्न छ भने अब लग्नमा पनि एउटा बिन्दु दियो लग्नबाट, दोस्रोमा पनि दियो। यसरी गर्दै गर्दै सबै भावमा जोडेर मैले लेखेको छु। यो नेपाली अङ्कमा लेखेको चाहिँ यो शुक्रको भिन्नाष्टक वर्गमा शुक्रले 12वटा भावमा दिएको बिन्दुहरू हो। यो सबैलाई जोडेर लेखेको छु मैले। यो तपाईँले यही नियम फलो गर्दै टिक 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 लगाउँदै जानु, अन्त्यमा यति नै आउँछ। अब यो तपाईँले बुझिहाल्नु भयो। अब यो सजिलो छ, बुझ्नु भएन भने कमेन्टमा लेख्नुहोस्, म फेरि पछि अर्को भिडियो बनाएर बुझाउन सक्छु। अब यो कुण्डली अनुसार शुक्रले यसरी चाहिँ आफ्नो बिन्दु दियो, होइन। यो नियम अनुसार बिन्दु दियो 12वटै घरमा। अब यो केटाको कुण्डली, वरको कुण्डली मानौँ, यही कुण्डली हो यहाँ मैले देखाएको छु, होइन। शुक्रको भिन्नाष्टक वर्गमा शुक्रले दिएको बिन्दुहरू। अब यो चाहिँ तपाईँको यो वधुको कुण्डली हो। यो दुईजनाको विवाह भएको थियो। मैले आज उदाहरण स्वरूप चाहिँ यो कुण्डलीमा चाहिँ प्रयोग गर्दैछु। अब यो वधुको कुण्डली हेर्नुहुन्छ नि, वधुको कुण्डलीमा पनि मैले त्यही नियम अन्तर्गत यो क्यालकुलेट गरेर शुक्रको भिन्नाष्टक वर्ग 12वटामै शुक्रले कति कति पोइन्ट दिन्छ, होइन, बिन्दु दिन्छ भनेर यहाँ चाहिँ गणना गरेर देखाएको छु तपाईँहरूलाई। यो वधु वरको भयो केटाको, यो वधु केटीको भयो। अब नियम कसरी गरेको छ भन्नुभन्दा यहाँ यो हेर्नुहोस्, नियम कहाँ कहाँबाट दिन्छ। सूर्य बसेको ठाउँबाट अष्टम, 11, 12मा दिने रहेछ। क्रमशः अरू ग्रहहरू कहाँ कहाँ बसेको छ त्यो अनुसार शुक्रको भिन्नाष्टक वर्ग चाहिँ यसरी भन्छ भनेर थाहा पाउनुहोस्। यो अब सजिलो छ, त्यति गाह्रो छैन यो।
अब त्रिकोण शोधनमा जाउँ हामी। अब शुक्रको भिन्नाष्टक वर्ग थाहा पाएपछि त्रिकोण शोधन गर्नुपर्छ। त्रिकोण शोधन भनेको चाहिँ रेक्टिफिकेसन भन्छ अङ्ग्रेजीमा होइन। अब त्रिकोण शोधन भनेको चाहिँ बिन्दु त्यहाँ लेखेर मात्र हुँदैन, त्यसलाई त्रिकोण शोधन पनि गर्नुपर्छ। त्रिकोण शोधन गर्ने तरिका के हो? पहिला तत्त्वहरू छुटाउने। राशिको 4वटा तत्त्व हुन्छ, यहाँ मैले हेर्नुहोस् स्क्रिनमा। अग्नि तत्त्वमा मेष सिंह धनु, वायु तत्त्वमा मिथुन तुला कुम्भ, पृथ्वी तत्त्वमा वृष कन्या र मकर, जल तत्त्वमा कर्कट वृश्चिक र मीन। हरेक 12वटा राशिलाई 4 तत्त्वमा विभाजन गर्दाखेरि 3टा राशि एउटा तत्त्वमा पर्दा रहेछन्। अब त्रिकोण शोधन गर्नुपर्छ। अब यही कुण्डलीमा हामी त्रिकोण शोधन गर्छौँ। त्रिकोण शोधन भनेको रेक्टिफिकेसन गर्नुपर्छ क्या। पहिला बिन्दु कति छ त्यो हाल्नु पर्यो नियमअनुसार। त्यसपछि फर्स्ट स्टेप पहिलो खुड्किलो के हो भने हामीले चाहिँ यो त्रिकोण शोधन गर्नुपर्छ। त्रिकोण शोधनको नियम सर म भन्छु तपाईँहरूलाई। मैले यो अगाडि पनि भने हो, त्यही पनि तपाईँलाई बुझ्न सजिलो होस् भनेर मैले यो अगाडिदेखि नै बुझाएको छु है। यो तपाईँले राम्रोसँग बुझ्नुहोस्, यसरी तपाईँलाई कसैले पनि बुझाउँदैन। यो यसरी चाहिँ बुझाउने कमै छन्। अब यहाँ हेर्नुहोस् त्रिकोण शोधनको नियम। यदि एउटै तत्त्वको राशिहरूमा बिन्दुहरू बराबरी छैन भने है, एउटै तत्त्व भनेको 4वटा तत्त्वमा पहिला एउटा तत्त्व लिने, अग्नि तत्त्व लिने अनि सबैमा हेर्ने। एउटै तत्त्वको राशिहरूमा बिन्दुहरू बराबरी छैन भने सबैभन्दा कम जसको छ त्यसले 3टै राशिको बिन्दुबाट घटाउने अनि शेषलाई लिने। यदि 2टा राशिमा 0 छ भने, मतलब एउटा तत्त्वको 3टा राशि हुन्छ, 2टा राशिमा 0 छ भने त्यतिकै छोडिदिने। जे छ त्यतिकै छोडिदिने, केही पनि नगर्ने। एउटा राशिमा 0 छ, एउटा तत्त्वको एउटा राशिमा 0 छ, अरू 2टा राशिमा 0 छैन भने त्यतिकै छोडिदिने। अब 3टै राशिमा बराबरी बिन्दु छ, मतलब एउटै तत्त्वको 3टा राशि जस्तो अग्नि तत्त्वको मेष सिंह धनुमा पनि 4 छ भने 3टालाई 0 बनाउने। यो केसमा मात्रै 0 बनाउने। यो त्रिकोण शोधनको नियम भयो। अब अर्को एकाधिपत्य शोधन गर्नुपर्छ। यो चाहिँ दोस्रो खुड्किलो हो। अब त्रिकोण शोधन गर्न, अब त्रिकोण शोधन त गरौँ हामी गर्छौँ होइन, तर अब यो नियम पनि बुझ्नुपर्छ पहिला। अब विभाग कहिले हुन्छ भन्दाखेरि चाहिँ यसको एउटा के गर्नुपर्छ भने शुक्रबाट 7औँ। अब हेर्नु है, कति लजिकल कुरा गरेको छ। शुक्र विवाहको कारक, शुक्र कामको कारक, शुक्र काम भावनाको कारक, शुक्र भोगको कारक। विवाह पनि एक किसिमको भोग नै हो। सांसारिक जीवनमा जन्म लिइसकेपछि तपाईँले भोग गर्नुपर्छ र भोग गर्ने सिलसिलामा विवाह पनि त्यसको एउटा पार्ट हो। अब सृष्टिलाई अगाडि बढाउनु त भइहाल्यो, तर भोग पनि त हो नि त, किनभने शुक्र भनेको भोग हो। तपाईँले विवाहको भोग गर्नुहुन्छ नि त। अब त्यही भएर शुक्रबाट 7औँ लजिकल। शुक्र भनेको विवाह, शुक्र भनेको काम भावना, शुक्र भनेको स्त्री, शुक्र भनेको भौतिक सुख, सांसारिक सुख, सांसारिक सुखको एक भाग वैवाहिक सुख। शुक्रबाट 7औँ एकदम लजिकल छ। कारक ग्रहबाट 7औँ भाग, त्यसको प्रयोग गर्नुपर्छ। राशि गुणाकार र ग्रह गुणाकार निकाल्ने। अब यो धेरैलाई यो थाहा थिएन होला, राशि गुणाकार भने के हो, ग्रह गुणाकार भने के हो होइन। पहिला राशि गुणाकार र ग्रह गुणाकार निकाल्नुपर्छ। त्यो निकाल्नलाई अब यहाँ हेर्नुहोस् के गर्नुपर्छ क्रमशः रूपमा लेखेको छु। राशि गुणाकार र ग्रह गुणाकार निकाल्ने पहिला दुईटै, निकालिसकेपछि दुईटैलाई जोड्ने, दुईटैलाई जोड गर्ने। अब शुक्र बसेको ठाउँबाट 7औँ घरको बिन्दु जुन कुण्डलीमा प्रयोग गरिँदैछ, शुक्र बसेको ठाउँबाट 7औँ घरको बिन्दु, यहाँ हेर्नुहोस् है, फेरि ब्र्याकेटमा मैले के लेखेको छु, त्रिकोण र एकाधिपत्य शोधना गर्नुभन्दा अगाडिको बिन्दु। त्रिकोण र एकाधिपत्य शोधना गर्नुभन्दा अगाडि मैले अघि त्यो शुक्रको चाहिँ कुन कुन भावबाट कतिवटा बिन्दु दिन्छ, 12वटा भावमा शुक्रको भिन्नाष्टक वर्ग चाहिँ कसरी बन्छ भनेर दिएको थिएँ हो। त्यसलाई गुणा गर्ने, आएको अङ्कलाई 27ले भाग दिने र शेषलाई लिने। शेष भनेको रिमाइन्डर। जति शेष आउँछ त्यो अङ्कलाई नक्षत्रको सूचीमा अथवा नक्षत्र चक्रमा हेर्ने। त्यही अङ्कको नक्षत्रमा जुन जति आउँछ त्यो अङ्कमा कुन नक्षत्र पर्छ त नक्षत्र चक्रमा,
अथवा त्यसको त्रिकोण नक्षत्रमा गुरुले जब गोचर गर्छ, गुरु भने बृहस्पतिले जब गोचर गर्छ, शुक्रको भिन्नाष्टक वर्ग प्रयोग गर्ने, शुक्रबाट सातौँ भावको पनि प्रयोग गर्ने, शुक्रको भिन्नाष्टक वर्ग अन्तर्गत। तर गोचर चाहिँ कसले गर्नुपर्छ? गुरुले गोचर गर्दा चाहिँ विवाह हुन्छ भनेर भनिएको छ अष्टक वर्ग मेथड अनुसार। अब यो बुझ्नुभयो। अब राशि गुणाकार र ग्रह गुणाकार निकाल्नलाई हामीलाई के चाहिन्छ? त्रिकोण शोधन गर्नुपर्छ र एकाधिपत्य शोधन गर्नुपर्छ। त्रिकोण शोधनको नियम भनिसके। अब हामी जाउँ त्रिकोण शोधनमा। शुक्रको भिन्नाष्टक वर्ग हो यो। अघि मैले वरको केटाको कुण्डली हो यो, वर भनौँ न होइन। अब सिंह लग्न छ यहाँ हेर्नु। सिंह लग्नमा अब लग्नमा 6 दिएको छ शुक्रले। शुक्रको भिन्नाष्टक वर्गमा लग्नमा 6 बिन्दु दिएको छ। दोस्रो भावमा 4 होइन। यो मैले नेपाली अङ्कमा लेखेको चाहिँ यो बिन्दु दिएको। शुक्रको भिन्नाष्टक वर्गमा शुक्रले दिएको बिन्दुहरू 12वटै भावमा यसरी दिएको छ। 12वटैमा अङ्क नेपाली अङ्कमा लेखेको छु हेर्नुहोस् है। अब नियम तल दिएको छु, नियम अघि नै भनिसक्यो। अब हेर्नु त्रिकोण शोधन कसरी गर्ने। एउटै तत्त्वको राशिहरूमा बिन्दुहरू बराबरी छैन भने सबैभन्दा कमले तिनटै राशिको बिन्दुबाट घटाउने भनेपछि अब यहाँ हेर्नुहोस्, अग्नि तत्त्वमा मेष, सिंह र धनु पर्यो है। अग्नि तत्त्व छुट्यायो हामीले। अब मेषमा हेर्नुहोस् त एक अङ्क कहाँ लेखेको छ? यो कालो कालो अक्षरले। यो अङ्ग्रेजीमा लेखेको चाहिँ राशिको अङ्क हो। अब यो नेपालीमा लेखेको चाहिँ त्यो बिन्दु हो। कति बिन्दु त्यो शुक्रको भिन्नाष्टक वर्गमा प्रत्येक भावमा कतिवटा बिन्दु दिएको छ भने चाहिँ नेपाली अङ्कमा लेखेको छ। अब एकमा मेषमा कति छ? 3 छ। अब सिंहमा हेर्नुहोस् 6 छ। अनि 9 नम्बर यहाँ 5 छ। अब 6, 5 र 3 छ है। अब सबैभन्दा कम कुन छ त? 6, 5, 3मा 3 छ नि त। मेषमा भएको 3 छ नि। अब 3लाई घटाउने। अब 3बाट 3 घटाउँदा 0 भयो। सिंहको 6 छ। 6बाट 3 घटाउने 3 नै भयो। अब धनुमा 5 छ। 5बाट 3 घटाउने 2 हो। भनेपछि बच्यो कति? 0, 3, 2 बच्यो। यसरी नै। अब जल तत्त्वको हेर्ने। जल तत्त्वमा कति छ? कर्कट 4 नम्बर कहाँ लेखेको छ? कर्कट 3 छ। वृश्चिकमा 8 छ। अर्को मीन 12 अङ्क कहाँ लेखेको छ? यहाँ 12 अङ्कमा 4 छ। 3, 8, 4मा अब सबभन्दा कम 3 छ। अब 3 घटाउनु पर्यो। 3 अब कर्कटमा 3 छ भने 3मा 3 घट्यो 0, 8बाट 3 घट्यो 5, मीनबाट 4मा 3 घट्यो 1। भनेपछि यहाँ यो अग्नि तत्त्व र जल तत्त्वमा हामीले सबैभन्दा कम जुन छ त्यसलाई घटाएर हामीले लिनुपर्छ अन्तिममा। अब वायु तत्त्वको पनि यहाँ गरेको छु हेर्नुहोस्। वायु तत्त्वको पनि सबभन्दा कम 3 रहेछ। 3, 3, 3 घटाउँदा 0, 2, 0 बचेछ। पृथ्वी तत्त्वमा पनि हेर्नुहोस् 3, 3 नै रहेछ सबभन्दा कम। 5बाट 3 घट्यो, 4बाट 3 घट्यो, 3बाट 3 घट्यो 0। अब बाँकी यो लास्टमा जति आएको छ घटाएर अब त्यसपछि हामीले एकाधिपत्य शोधना गर्छौँ। अब यो त्रिकोण शोधना बुझ्नुभयो तपाईँले? इजी छ होइन। बुझ्नु भएन भने कमेन्टमा लेख्नुहोस् त्रिकोण शोधना बुझिन भनेर। यहाँ नियम तल दिएकै छ। एउटै तत्त्वको राशिमा बिन्दु बराबरी छैन भने सबैभन्दा कमले तिनटै राशिको बिन्दुबाट घटाउने अनि शेषलाई लिने, घटाएर आएको अङ्कलाई। अनि दुईटै राशिमा 0 छ भने, दुईटा राशिमा 0 भएपछि त्यतिकै छोड्ने। एउटा तत्त्वको तीनटा राशिमा दुईटामा 0 भयो भने, तर 0 त युजली हुँदैन हुन चाहिँ होइन। त्यही पनि अब यो एउटा तत्त्वको एउटा राशिमा 0 छ भने 0 छ र अरूमा छैन, 0 छैन भने त्यतिकै छोडिदिने। एउटा राशिमा मात्र 0 छ र दुईटा राशिमा 0 छैन भने त्यतिकै छोडिदिने। यदि तिनटै राशिमा बराबरी बिन्दु छ भने चाहिँ, जस्तो अग्नि तत्त्व अन्तर्गत मेषमा पनि 3, सिंहमा पनि 3, धनुमा पनि 3 भयो भने त्यस्तो केसमा चाहिँ तिनटालाई 0 बनाउने। त्यो केसमा मात्र 0 बनाउने। यो त त्रिकोण शोधनाको नियम हो। त्रिकोण शोधना भएपछि अब हेर्नुहोस्, मैले चार्ट त्रिकोण शोधना हुनुभन्दा अगाडिको यो पहिलो चार्ट हो। यो चाहिँ शुक्रको भिन्नाष्टक वर्गको, शुक्रले कहाँ कहाँ चाहिँ अरू ग्रहको बसेको ठाउँबाट कहाँ कहाँ चाहिँ बिन्दु दिन्छ र लग्नबाट कहाँ कहाँ बिन्दु दिन्छ, त्यो हो यो पहिलो। यो दोस्रो चाहिँ त्रिकोण शोधना गरिसकेपछिको, यो अहिले हामी भर्खर गऱ्यौँ नि, त्यसको गरिसकेपछि चाहिँ यो दोस्रो पिक्चर हो। अब एकाधिपत्य शोधना पनि गर्नुपर्छ। एकाधिपत्य शोधना गरेपछि आएको चाहिँ यो हो तेस्रो। यहाँ तेस्रो चित्र देख्नु भएको छ तपाईँले अन्तिममा।
धेरैमा शून्य शून्य भएको छ। एकाधिपत्य शोधना गरेपछि धेरैमा शून्य हुन्छ। यहाँ हेर्नुहोस् है, एउटा वृश्चिक राशिमा 5 छ, एउटा कन्या राशिमा 1 छ, धनु राशिमा 2 छ र यो मीन राशिमा 1 छ। बाँकी सबैमा शून्य भइसकेको छ। त्रिकोण शोधना गरेपछि अलिअलि घट्छ बिन्दु। एकाधिपत्य शोधना गरेपछि त प्रायमा शून्य भएको छ 2-4 वटा राशि छोडेर। यो वरको कुण्डली केटाको कुण्डली हो। अब यहाँ एकाधिपत्य शोधनाको नियम पनि सरल म भनिदिन्छु। एकाधिपत्य भनेको चाहिँ ग्रहको आधिपत्यको आधारमा, जस्तो एउटा ग्रहले कतिवटा राशि रुल गर्छ? 2टा राशि रुल गर्छ। कुन कुन ग्रहले? मङ्गलले गर्छ, बृहस्पतिले गर्छ, अनि तपाईँको शनिले गर्छ। जस्तो मङ्गलको राशि मेष र वृश्चिक, शुक्रको राशि वृष र तुला, बुधको राशि मिथुन र कन्या, अनि तपाईँको बृहस्पतिको राशि धनु र मीन। जुन जुन ग्रहले 2टा राशिको आधिपत्य लिएको छ त्यो ग्रहहरूको त्यो राशिको मात्र गर्नुपर्छ। भने सूर्य र चन्द्रको गर्नु परेन। सूर्य र चन्द्रलाई त्यतिकै छोडिदिने, किनभने उनीहरूले एउटा मात्र राशिलाई शासित गर्छन्। अब यहाँ हेर्नुहोस्, यदि एउटै ग्रहको, अब एकाधिपत्यको नियम है, यो चाहिँ कतिखेर गर्नुपर्छ? त्रिकोण शोधना गरिसकेपछि। यो दोस्रो चित्रमा हामीले त्रिकोण शोधना गरिसकेपछि जति बच्छ त्यो लेख्ने 12वटै राशिमा। त्यसपछि यसलाई आधार मानेर हामीले तेस्रो चित्र यहाँ देखाएको छु त्यो कसरी गर्ने? त्रिकोण शोधना गरिसकेपछि गर्ने। एउटै ग्रहको 2टै राशिहरूमा, जस्तो एउटै ग्रहको 2टा राशि हुन्छ, 2टा राशिहरूमा ग्रह बसेछ भने केही पनि नघटाउने। 2टै राशिमा, एउटा ग्रहको 2टै राशिमा ग्रह बसेको छ भने केही पनि नघटाउने। जस्तो यहाँ त्रिकोण शोधना बसी आउँछ त्यस्तै लेखिदिने है। यदि 2टै राशिमा बिन्दु छ भने मात्र शोधन गर्ने है। एउटा ग्रहको 2टै राशिमा बिन्दु बाँकी छ भने मात्रै एकाधिपत्य शोधन गर्ने, नभए त्यतिकै छोड्ने। भनेपछि यदि 2टै राशिमा बिन्दु 0-0 भयो भने त्यो गरिरहनु परेन। 2टै राशिमा कुनै न कुनै बिन्दु 0 भन्दा बेसी चाहिँ हुनु पर्यो। यदि एउटा राशिमा ग्रह छ र अर्कोमा छैन भने तलको 2टा नियमहरू प्रयोग गर्नुहोस्। यदि ग्रह नबसेको राशिमा बिन्दु धेरै छ, नबसेको राशिमा एउटा ग्रहको 2टा राशि हुन्छ, जस्तो बृहस्पति मानौँ न, धनु र मीन हुन्छ हैन। यदि ग्रह नबसेको राशिमा बिन्दु धेरै छ भने, नबसेकोमा धेरै छ अर्को भन्दा, बसेको भन्दा भने 2टै राशिको बिन्दुलाई ग्रह बसेको अनुसारले बराबरी बनाउने। यदि ग्रह नबसेको राशिको बिन्दु ग्रह बसेको राशिसँग बराबर, ग्रह नबसेको राशिको बिन्दु चाहिँ ग्रह बसेको राशिसँग चाहिँ बराबर अथवा कम छ भने नबसेको राशिको बिन्दुलाई 0 बनाउने भने बुझ्नुभयो। जस्तो अब यो हेर्नुहोस्, यहाँ उदाहरणमा यहाँ के छ? यहाँ मङ्गलको राशि मेषमा, यहाँ दोस्रो पिक्चरमा हेर्नुहोस्, दोस्रो चित्रमा हेर्नुहोस्, मङ्गलको राशि मेषमा, बुधको राशि कन्यामा मङ्गल बसेको छ। राहु र केतुलाई गनिँदैन, मङ्गल बसेको छ। र बुधको अर्को राशि 3, यहाँ हेर्नुहोस् त, यो मिथुनमा कुनै पनि ग्रह छैन। अब यस्तो केसमा के गर्ने त? यहाँ 1 छ, यहाँ 0 छ, हो, 1 छ 0 छ, एउटामा ग्रह छ एउटामा ग्रह छैन भनेपछि यसलाई त्यतिकै छोड्ने। ल यहाँ पनि 1 भयो, यहाँ पनि 0 भयो। किनभने के भनेको थिएँ यहाँ दोस्रो नियम हेर्नु त, यदि 2टै राशिमा बिन्दु छ भने मात्र शोधन गर्ने। यहाँ 2टा राशिमा बिन्दु छ त, यहाँ 1 छ, तर बुधको अर्को राशिमा त 0 छ नि त। यहाँ 0 भएको हुनाले अब यसलाई शोधन गर्नु परेन, जस्ताको तस्तै लेखिदिने 1 र 0 है। बुझ्नुभयो? बुझ्नु भएन भने कमेन्टमा लेख्नुहोस्, म फेरि बुझाउँला। अब त्यस्तै बृहस्पतिको राशिमा हेर्नुहोस् त, यहाँ बृहस्पतिको राशि 9 अन्तर्गत यहाँ 2 छ है, अनि यहाँ 12 मीनमा 1 छ भनेपछि 2टैमा ग्रह बसेको छ। यहाँ पनि मुन चन्द्रमा बसेको छ बृहस्पतिको राशिमा, यहाँ पनि शनि भएको छ भने अब 2टै ग्रहमा राशि बसे, 2टै राशिमा ग्रह बसेपछि के भनेको छ? यदि एउटै ग्रहको 2टै राशिहरूमा ग्रह बसेछ भने केही पनि नघटाउने भनेपछि 2 र 1 जस्ताको तस्तै यहाँ तेस्रो पिक्चरमा पनि लेख्ने। अब शनिको राशिमा हेर्नुहोस्, एउटामा बसेको छ,
10 र 11 दुईटै शनिको राशि, एउटामा 4वटा ग्रह बसेको छ, एउटामा बढेको छैन। सुन्ना सुन्ना चाहिँ यहाँ पनि सुन्ना, अब सुन्ना सुन्ना भएपछि त के गर्नै पर्दैन भनेको छ। अब यहाँ हेर्नुहोस् मेष, अब बच्यो मङ्गलको राशि, यहाँ मेषमा सुन्ना छ, यहाँ 5 छ। अब मैले के भने दुईटैमा बिन्दु छ भने मात्र शोधन गर्ने, नभए त्यतिकै छोड्ने। भने चाहिँ अब यहाँ एउटा मेषमा त सुन्ना मात्रै छ, सुन्ना मात्रै भएपछि यहाँ 5 को 5 हुन्छ वृश्चिक राशिमा, मेष मङ्गलको अर्को राशि मेषमा सुन्ना हुन्छ। यसरी चाहिँ एकाधिपत्य शोधनमा गर्दाखेरि यो तेस्रो चित्रमा हेर्नुहोस्। अब 4वटा राशिमा चाहिँ अङ्क बाँकी छ, बाँकीमा सबै सुन्ना भएको छ। अब यो नियमहरूलाई फलो गर्नुहोस्। अब यो एउटै ग्रहको दुईटा राशिमा ग्रह बसेको छैन भने, एउटा ग्रहको दुईटै राशिमा ग्रह छैन भने, खाली छ भने हैन, जस्तो यहाँ हेर्नुहोस् न, यहाँ मङ्गलको राशि वृश्चिकमा, दोस्रो चित्रमा हेर्नु, मङ्गलको राशि वृश्चिकमा ग्रह छ त, मेष राशिमा पनि छैन। ग्रह बसेको छैन भने दुईटै राशिको बिन्दु बराबरी छ भने दुवै राशिको बिन्दुलाई सुन्ना बनाउने हैन। बराबरी त छैन, एउटामा 5 छ, एउटामा सुन्ना छ। यदि दुईटै राशिको बिन्दु बराबरी छैन भने जुन राशिमा कम छ त्यसै अनुसारको दुईटै राशिमा बनाउने भनेको यो नियम चाहिँ होइन है। यो नियम गलत नियम हो, यो मैले गलत टाइप गरेछु। यो लास्टको नियम चाहिँ तपाईहरुले फलो गर्ने होइन, किनभने यो नियमले यहाँ माथिको नियमलाई काट्छ नि त। यदि दुईटै राशिमा बिन्दु छ भने मात्र शोधन गर्ने, नभए त्यतिकै छोड्ने। भनेपछि अब यहाँ त तपाईको 5 र 0 यहाँ दुईटैमा छ त, एउटामा 0 भइसक्यो, एउटामा 5 छ भने चाहिँ यसलाई त्यतिकै छोड्नु परेन, त्यतिकै छोड्ने। यो त्यही भएर यो लास्टको जुन नियम छ यो चाहिँ तपाईहरुले यसलाई इग्नोर गर्नुस्। यो चाहिँ गलत टाइपिङ भएछ, अथवा यो मैले हटाउन बिर्सेछु। तर माथिको चाहिँ नियमहरु, अब एउटामा ग्रह छ एउटा ग्रह छैन भने चाहिँ यो दुईटा नियम फलो गर्नुपर्छ। राम्रोसँग पढ्नुस् यो। तर यो केसमा चाहिँ अब त्यस्तो छैन हैन। पहिला त माथिको नियमबाट जानुस्, माथिको नियमबाटै भयो भने तल आइरहनु परेन। बुझ्नु भएन भने तपाईहरुले क्रमशः कमेन्टमा लेख्नुस्। यो त्यति गाह्रो छैन के, यो तपाईले एकचोटी सर हेर्नुस्, गाह्रो छैन। अब एकाधिपत्य शोधन गरिसकेपछि आयो हैन। अब हामी जाउँ। अब मैले के भनेको थिएँ अघि, ग्रह गुणाकार र राशि गुणाकार निकाल्नु पर्यो। नियम चाहिँ शुक्रबाट 7औं भाव हेर्ने हो। त्यसको लागि पहिला राशि ग्रह र गुणाकार निकाल्नु पर्यो हैन। अब राशि ग्रह र ग्रह गुणाकार निकाल्नलाई त त्रिकोण शोधन र एकाधिपत्य शोधन गर्नु पर्यो। हामीले गरिसकेका छौँ। यहाँ तेस्रो चित्र हेर्नुस्, यहाँ एकाधिपत्य शोधन गरेपछि कति कति शुक्रको भिन्नाष्टक वर्गमा कति कति बिन्दु बाँकी रह्यो। अब जानुस्, अब राशि हेर्नुस्, मेषमा कति बाँकी भयो शोधन गरिसकेपछि। अब हेर्ने प्रायमा 0 छ, एउटा सिंहमा 3 अङ्क छ, कन्यामा 1 छ, वृश्चिकमा 5 छ, धनुमा 2 छ, अनि मीनमा 1 छ है। अनि गुणाकारहरू, अब राशिको गुणाकार मैले यहाँ लेखिदिएको छु, गुणक अथवा मल्टिप्लायर भन्छ अङ्ग्रेजीमा। मेषको 7 हुन्छ, वृषको 10 हुन्छ। यो तपाईले हेर्नुस्, यहाँ मैले लेखिदिएको छु कुन कुन राशिको गुणाकार कति हुन्छ अथवा मल्टिप्लायर। त्यसपछि अब गुणान गर्नुस्, 0 ले 7 लाई गुणान गर्दा 0 हुन्छ, 0 ले 10 लाई 0 0 0, अब यो 3 ले 10 लाई गर्दा 30 हुन्छ, 1 ले 5 लाई गर्दा 5 हुन्छ, 0 ले 0 लाई गर्दा 0 हुन्छ। अब यो सबै लास्टको कुल बिन्दुले चाहिँ गुणाकार, राशिको गुणाकारलाई गुणान गरिसकेपछि जति चाहिँ यहाँ योगफल आउँछ त्यसलाई जोड्नुपर्छ। अब यहाँ 30 5 35 35 40 र 18 जोड्दाखेरि र 12 जोड्दाखेरि चाहिँ 105 भयो। राशि गुणाकार है यो। अब त्यसपछि अब यो त सजिलो छ, तपाईले गुणाकार यहाँ मैले लेखिदिएकै छु। बिन्दु आइसकेको छ अगाडि नै, शोधन गरिसकेपछि एकाधिपत्य शोधन गरिसकेपछि जति बच्छ त्यसलाई राशि अनुसार लेख्ने अनि निकाल्ने ग्रह राशि गुणाकार। अब ग्रह गुणाकार निकाल्नुस्। अब ग्रह बसेको मात्र हेर्नुपर्छ यहाँ चाहिँ। फेरि अब सबै राशि लिनु पर्दैन, राशि गुणाकारमा चाहिँ 12 वटा राशि लिनु पर्थ्यो। अब ग्रह जहाँ जहाँ बसेको छ त्यो लिनुस्, त्यो राशि मात्रै लिनुस्। अब मकरमा बसेको छ, मकरमा 4 वटा ग्रह बसेको छ, कन्यामा एउटा बसेको छ, धनुमा पनि बसेको छ, अनि मीनमा पनि बसेको छ भने चाहिँ अब जुन जुनमा बसेको छ त्यो मात्र लिने। 1 2 3 4 5 6 7। अब मकर राशिमा 4 वटा ग्रह भएछ। अब सूर्य मकर राशिमा, अब ग्रहको पनि गुणक हुन्छ है, राशिको गुणक भए जस्तै ग्रहको पनि मल्टिप्लायर हुन्छ। सूर्यको 5 हो,
बिन्दु शोधन गरिसकेपछि एकाधिपत्य शोधन गरिसकेपछि जति बिन्दु बाँकी रहन्छ मकर राशिमा 0 बाँकी थियो, 0 बाँकी थियो, गएर हेर्नुहोस् अगाडि फरवर्ड गरेर 5लाई 0लाई गुणन गर्नु 0 आउँछ। अब धनु राशिमा बिन्दु शोधन गरिसकेपछि कति बाँकी भएको थियो, अन्तिममा 2 बाँकी भएको थियो। अब चन्द्रमा बसेको राशि धनु 5, ग्रहको गुणक 5 रहेछ। यसरी गर्दै गर्दै जाँदा कुललाई जोड्नुहोस् लास्टमा, अनि राशि गुणाकार र ग्रह गुणाकार आयो। अब दुईटालाई जोड्ने हेर्नुहोस्। अब शुक्रको शोध्यपिण्ड निकाल्न नै हामीले त्रिकोण शोधन गरेको, एकाधिपत्य शोधन गरेको, त्यसपछि हामीले ग्रह गुणाकार निकाल्यौँ होइन। राशि गुणाकारबाट चाहिँ राशिपिण्ड निकाल्यौँ, अथवा राशिपिण्ड पनि भन्छ। यो राशिपिण्ड हो, यो ग्रहपिण्ड हो, यो राशिपिण्ड हो। अब दुईटालाई जोड्ने, शुक्रको शोध्यपिण्ड निकाल्नको लागि राशि गुणाकार र ग्रह गुणाकार निकालेपछि शुक्रको शोध्यपिण्ड चाहियो क्या हामीलाई। राशिपिण्ड र ग्रहपिण्ड कति भयो, 105 र 23 जोड्नुहोस् 128 भयो। 128लाई अब शुक्रबाट 7औं घर हेर्ने, शुक्रबाट 7औं घर हेर्नुहोस् त। अब यहाँ मकर राशिमा यहाँ शुक्र बसेको छ, हेर्नुहोस् 10 अङ्कमा। अब यहाँबाट 7औं भाव हेर्दै जाँदाखेरि यो कर्कट राशि यहाँ 4 लेखेकोमा 7औं भाव पर्यो शुक्रबाट 7औं। अब त्यहाँ कति बिन्दु छ त, यहाँ त 0 छ यहाँ, अनि यहाँ किन 3ले गुणन गरे भने शोधन गर्नुभन्दा अगाडिको बिन्दु लिने के, त्यो गुणन गर्दाखेरि चाहिँ शोध्यपिण्ड निकाल्न र राशिपिण्ड र ग्रहपिण्ड निकाल्न चाहिँ एकाधिपत्य शोधनसम्म गर्नु पर्यो। त्यसपछि राशिपिण्ड र ग्रहपिण्ड निस्किन्छ, त्यसपछि त्यो जोडेपछि त्यसको कुल योगफल आउँछ। त्यसलाई चाहिँ शुक्रबाट 7औंमा जति बिन्दु छ शोधन गर्नुभन्दा अगाडि भनेपछि अब शुक्रबाट गर्नुहोस् त 7 घर। यहाँ शुक्र मकर राशिमा चाहिँ 1 2 3 4 5 6 7, यो कर्कट राशिमा कतिवटा बिन्दु छ त शुक्रको भिन्नाष्टक वर्गमा। यहाँ त 0 छ, फेरि 0ले गर्ने होइन, शोधन गर्नुभन्दा अगाडिको बिन्दु म तपाईँलाई देखाउँछु। यहाँ हेर्नुहोस्, यहाँ पहिलो चित्रमा हेर्नुहोस्, यहाँ 4मा 3 छ नि, शुक्रबाट 7औं गर्नुहोस् त, शुक्र बसेको ठाउँबाट 1 2 3 4 5 6 7, यहाँ छ 3। अब 3ले भाग गर्ने, अब कुल राशिपिण्ड र ग्रहपिण्ड जोडेर कुल पिण्ड आयो 128। शुक्रबाट 7औंमा गन्ने शोधन गर्नुभन्दा अगाडि 3 रहेछ, 128ले 3लाई गुणन गर्नुहोस् 384 आउँछ। अब त्यसलाई कुल नक्षत्र 27वटा हुन्छ, 27ले भाग गर्नुहोस्। भाग गरेपछि 14.222 आउँछ भने 14ले जान्छ र अलिकति बिचमा केही बच्छ। अब भनेपछि अब 14ले फेरि 27लाई गुणन गरेपछि 378 बाँकी भयो। अब 384लाई 27ले गरेपछि रिमाइन्डर कति बच्छ त, 14ले त भाग गयो, 14ले पुरै भाग गएन, 14 चान्चुन 0.222, तर अब रिमाइन्डर त आउँछ नि त। अब 384बाट 378 घटाउनुहोस् 6 आयो। अब नक्षत्र चक्रमा 6औं नक्षत्र हेर्नुहोस्। अब गुरुले गोचरमा 6औं नक्षत्रमा गोचर गर्दाखेरि यो फलानु व्यक्ति भएको कुन व्यक्तिको विवाह हुन्छ। अब गुरुले एउटा राशिमा 1 वर्षमा एकचोटि गोचर गर्छ। अब एउटा नक्षत्रमा मानौँ 5 देखि 6 महिनामा एउटा नक्षत्रमा गोचर गर्छ हैन, मान्नुहोस्। अब यहाँ 6 आयो नि त, रिमाइन्डर 6 आएपछि अब हामीले नक्षत्र चक्रमा हेर्नु पर्यो। अब नक्षत्र चक्रमा हेर्दाखेरि 6औं नक्षत्र हेर्नुहोस् त, यहाँ 1 2 3 4 5 6 आर्द्रा आयो है। अब आर्द्रा अथवा यसको त्रिकोण नक्षत्र भने स्वाति र सद्विषा, राहुको नक्षत्र स्वामी राहुको नक्षत्रमा गुरु ग्रहले गोचर गर्दाखेरि विवाह हुने सम्भावना यो जातकको छ। यो नियमले यो भन्यो। तर अब यहाँ सुन्नुहोस्, यसमा पनि एउटा नियम छ। जस्तो कृष्ण पक्षको जन्म छ भने, शुक्ल पक्षको होइन कृष्ण पक्षको जन्म छ भने, शुक्ल पक्ष भयो भने चाहिँ तपाईहरुले जस्तो यो अश्विनी नक्षत्र पहिलो नक्षत्र यो 1बाट सुरु हुने नक्षत्रबाटै गन्दै जाने, 1बाट गन्दै जाँदा 6मा राहुको आउँछ। तर यो कुण्डलीको व्यक्ति कृष्ण पक्षमा जन्मेको, शुक्ल पक्षमा नजन्मेर कृष्ण पक्षमा जन्मेको छ भने यो धनिष्ठा नक्षत्र 23औं नक्षत्रबाट गन्नुपर्छ भनेको छ। अब यहाँबाट गर्नुहोस् है 6औं।
धनिष्ठा पहिलो भयो 1 2 3 4 5 अब 27 पछि त एकै आउँछ 1 भनेपछि अश्विनी धनिष्ठाबाट गर्दाखेरि अश्विनी नक्षत्र आयो छैटौँमा अब अश्विनी नक्षत्र कसको हो केतुको र अश्विनीको अरू त्रिकोण नक्षत्रहरू कुन कुन हुन् दुईटा मगा र मूल भनेपछि अब गुरु ग्रहले गोचरमा केतुको नक्षत्रमा गोचर गर्ने समयमा विवाह हुने प्रबल सम्भावना छ भनेर तपाईँले भन्न सक्नुहुन्छ अब त्यो थाहा पाइहाल्नुहुन्छ तपाईँले कुण्डली हेरेर कहिले गुरु चाहिँ अब यो केतुको नक्षत्रमा आउँछ कुन कुन सालमा हैन कि त अश्विनीमा आउनु पर्यो कि त मगामा आउनु पर्यो कि त मूलमा आउनु पर्यो गुरु त्यो नक्षत्रमा आउनु पर्यो अब तपाईलाई यहाँ अब दुविधा भयो अब तीनटा नक्षत्र छ अब अश्विनी मेष राशिमा छ मगा सिंह राशिमा छ मूल नक्षत्र धनु राशिमा छ हैन अब तपाईलाई थाहा छैन भने त्यो हेर्नु होला कुन राशिमा कुन नक्षत्र पर्छ भनेर एकचोटि हेर्नु थाहा भइहाल्छ अनि अब अश्विनीमा गर्छ कि मगामा गर्छ कि मूलमा गर्छ त अब त्यो पनि चाखलाग्दो विषय छ अझै सटिकतामा ल्याउन पाए हुन्थ्यो त्यसको लागि अब म तपाईहरुलाई अर्को यहाँ एउटा चाखलाग्दो जानकारी अब विवाह भएको दिनको गोचर हेरौँ है विवाह भएको दिन नोभेम्बर 29 2019 त्यति बेला गुरु मूल नक्षत्रमा गोचर गरेका थियो भनेपछि हाम्रो नियमअनुसार अश्विनीमा आउनुपर्ने यहाँ हेर्नुस् हो यहाँ धनिष्ठाबाट गर्नुस् किनभने यो कृष्ण पक्षमा जन्मेको मान्छे हो यहाँबाट गर्नुस् 23औं नक्षत्रबाट क्रमशः अगाडि गर्दै जानुस् 1 धनिष्ठा आफै 1 भयो 2 3 4 5 6 गर्दाखेरि अश्विनीमा आयो कि आएन अश्विनी भनेको कसको केतुको कि त अश्विनीमा आउनु पर्यो कि त मगामा आउनु पर्यो कि त मूलमा गुरु गोचर गर्नु पर्यो अब विवाह भएको दिनको गोचर हेर्नु यहाँ विवाह भएको दिनमा गुरु ठ्याक्कै मूल नक्षत्रमा थियो धनु राशिमा केतुकै नक्षत्र हो मूल यहाँ हेर्नुस् यहाँ हाम्रोमा अश्विनी आउनुपर्ने तर अब अश्विनीमा पनि आउन सक्छ अश्विनीको अरू दुईटा त्रिकोण नक्षत्रमा त्यसको त्रिकोण नक्षत्र भनेको कुन कुन हुन्छ मगा र मूल हुन्छ यहाँ मूलमा आएको छ भने चाहिँ नियम अनुसार त मिल्यो भनेपछि नियम त बेकार नियम रहेछ मिल्दो रहेछ मूलमा आयो गुरु मूल नक्षत्रमा आयो अब गुरु मूलमा आएको थियो गुरु अश्विनीमा पनि त हुन सक्थ्यो नि अथवा गुरु मेष राशिको अश्विनी नक्षत्रको मेष राशिमा पनि त आउन सक्थ्यो अथवा सिंह राशिमा पनि आउन सक्थ्यो नि त किन मूल गुरुकै राशिमा आयो त गुरुको राशिमा किन आयो अब त्यसको लागि म तपाईहरुलाई यहाँ भन्छु अब हेर्नुस् अश्विनी नक्षत्र कुन राशिमा पर्छ यदि थाहा छैन भने राशिहरुको नक्षत्रहरु कुन राशिमा पर्छ त्यो सूची म तपाईलाई बनाइदिउँला यदि तपाईहरुलाई थाहा छैन भने हैन तर त्यो राशि नक्षत्र तपाईले पाइहाल्नुहुन्छ कुन राशिमा कुन कुन नक्षत्र पर्छ भन्ने कुरा अब अश्विनी भनेको पहिलो नक्षत्र भनेपछि मेष राशिमा पर्ने भयो अब मगा नक्षत्र भनेपछि त्यसको त्रिकोण नक्षत्र भनेपछि यसकै अर्को तत्त्वको राशिमा पर्छ सिंह राशिमा अनि मूल पनि त्यसको त्रिकोण नक्षत्र भनेपछि यसकै अर्को अग्नि तत्त्वको राशिमा पर्छ धनुमा अब यो तीनटामा कुन राशिमा होला त नक्षत्र त हामीले थाहा पायौं नक्षत्र त मिल्यो नि त नियम अनुसार त गुरु विवाह भएको दिनमा केतुकै नक्षत्र मूलमा आएको रहेछ धनु राशिमा अब केटाको कुण्डली अनुसार धनु राशि यहाँ कतिमा पर्छ पञ्चम भावमा पर्छ पञ्चम भावमा आएको रहेछ गुरु विवाह भएको दिन विवाह भएको साल भनौं न अब गुरुको अब अश्विनी मेष राशिमा पर्छ मगा सिंह राशिमा पर्छ अब मूल धनु राशिमा पर्छ अब यो यिनीहरुको स्वामी थाहा पाउनु तपाईले मेषको स्वामी कुन हो मंगल हो सिंह स्वामी कुन हो सूर्य हो धनुको स्वामी कुन हो राशिको स्वामी गुरु हो अब कुन राशिमा गोचर गर्ला त गुरुले तपाईहरुले त्यसरी अब कसरी थाहा पाउने भन्दाखेरि कसरी अनुमान लगाउने अब यहाँ हेर्नुस् अब गुरुले कि त मेष सिंह धनु राशिमा गोचर गर्छ भन्ने थाहा भयो हामीलाई नियम अनुसार विवाह भएको दिनको गोचर चाहिँ मैले राख्दै छु हैन किनभने यो मिल्यो कि मिलेन भनेर तपाईलाई देखाउन खोजे हो गुरु मूलमा थियो हाम्रो नियम अनुसार मूलमै हुनुपर्ने केतुको नक्षत्रमा मूलमै थियो धनु राशि आयो सूर्य अनुराधा नक्षत्रमा थियो शनिको नक्षत्रमा वृश्चिक राशिमा थियो चन्द्रमा
पूर्वषाढा धनुको राशि शुक्रको नक्षत्र धनु राशिमै थियो। चन्द्रमा पनि धनुको राशिमा, गुरु पनि धनु राशिमा, सूर्य चाहिँ वृश्चिक राशिमा थियो। अब यहाँ हेर्नुहोस्, अब गुरुले कि त मेष सिंह धनु राशि मध्ये एउटामा गोचर गर्छ विवाह हुँदाखेरि भन्ने थाहा भयो नियम अनुसार हामीलाई। अब तीनटामा कुन राशिमा गर्ला त? अब अनुमान कसरी लगाउने? यहाँ त तीनटामा गर्छ नि त, तीनटा नक्षत्र भएपछि त अब मेषमा पनि गर्न सक्ने भयो, अब धनुमा पनि गर्न सक्ने भयो, अनि अब धनुमा अनि सिंहमा पनि गर्न सक्ने। अब तीनवटा भयो भने तपाईँलाई अलिकति कन्फ्युजन हुन्छ फेरि। अब त्यो गुरु त अब फेरि अब तीनटा राशिमा त अब अलग अलग सालमा आउँछ भनेपछि कसरी अब चाहिँ कुन राशिमा चाहिँ हुने सम्भावना सठिक छ भनेर थाहा पाउनलाई चाहिँ के गर्ने भने हेर्ने, कुण्डली हेरेर तपाईँहरूले आफ्नो ज्योतिषीय लजिक लगाउनुपर्छ। कुण्डली हेरेर अनुमान लगाउने। अब मङ्गल मेषको स्वामी हो, सूर्य सिंहको स्वामी हो, धनु राशिको स्वामी गुरु हो। अब यो तीनटा राशि, अब यो तीनटा ग्रह स्वामी हुन्। अब यो तीनटै ग्रहमा सप्तम भावसँग नजिकको सम्बन्ध राख्ने ग्रह कुन हो? किन विवाह भनेपछि त सप्तम भाव अथवा शुक्र होइन राख्नु पर्यो। सप्तम भावसँग नजिक, अब यहाँ सप्तम भाव हेर्नुहोस् त, यो केटाको यो वरको यहाँ शनि, यहाँ के छ? शनिको राशि छ कुम्भ। शनि गएर कहाँ बसेको छ? गुरुको राशिमा विराजमान छ। हेर्नुहोस् अब यहाँ गुरुले, अब यहाँ के छ? मेषिङ धनुको स्वामी कुन हुन्छ? मङ्गल, सूर्य, बृहस्पति हो। कुनमा गोचर गर्ला त गुरुले? मेषमा गर्ला कि सिंहमा गर्ला कि धनुमा गर्ला? त्यो तीनटामा पनि एउटा थाहा पाउन पायो भने त तपाईँले धेरै समय चाहिँ विवाहको समय चाहिँ धेरै नजिक ल्याउन सक्नुहुन्छ नि त। त्यो वर्षलाई चाहिँ किटान गर्न सक्नुहुन्छ नि त, कुन वर्षमा हुन्छ भन्ने। अब पहिला हेर्ने, अब मङ्गलको सम्बन्ध शनिसँग कस्तो छ? जस्तै यहाँ हेर्नु, मङ्गलले शनिलाई सप्तम दृष्टि हेरिरहेछ। यहाँ माथि हेर्नुहोस् त, राहु र मङ्गल बसेको छ कन्या राशिमा। मङ्गलले शनिलाई हेरिरहेछ चाहिँ मङ्गलको पनि सप्तमेशलाई दृष्टि दिइरहेछ र शनिले पनि मङ्गललाई दृष्टि दिइरहेछ। एउटा मङ्गल भयो। अब सूर्य पनि शनिको राशिमा बस्न चाहिँ बस्या छ। तर युजली तपाईँलाई के थाहा हुनुपर्छ भने गुरु सिंह राशिमा जाँदा विवाह हुँदैन नर्मल्ली, र गुरु सिंह राशिमा जाँदाखेरि विवाह हुँदैन, र इभन भदौ महिनामा पनि विवाह हुँदैन। अब कसैले कोर्ट म्यारिजहरू गर्ने, अब अरू धर्म अनुसार गरे भने गर्नै पर्ने भने अलग कुरा हो। नर्मल्ली चाहिँ हिन्दू परम्परा अनुसार चाहिँ अब सिंह राशिमा गुरुले गोचर गर्दा विवाह गरिँदैन। अब बच्यो मङ्गल र बृहस्पति। अब मङ्गलको राशि मेषमा आउला कि अब धनुको राशि बृहस्पतिमा आउला? अब यहाँ हेर्नुहोस्, मङ्गलले पनि दृष्टि दिएको छ शनिलाई, सप्तमेशलाई। शनिले पनि मङ्गललाई दृष्टि, मङ्गल र गुरु। अब गुरुको राशि मीनमा नै शनि बस्दैछ। सप्तम भावको स्वामी शनि नै गुरुको राशिमा बस्दैछ र गुरुले शनिसँग घर साटिरहेछ। हेर्नुहोस्, गुरु शनिको राशिमा छ, शनि मीन राशिमा छ। अब घर परिवर्तन गरेपछि सबभन्दा डह्रो सम्बन्ध त यहाँ शनिको गुरुसँग बन्यो। भलै मङ्गलले हेरे पनि गुरुले शनिसँग घर साटेको छ। हेर्नुहोस्, गुरु चाहिँ शनिको राशि मकरमा छ अनि शनि चाहिँ बृहस्पतिको राशि मीनमा छ, र प्लस शनि गुरुको राशि मीनमा शनि सप्तमेश बसिरहेछ भनेपछि अब गुरुसँग सम्बन्ध ज्यादा सठिक छ भनेपछि अब धनु राशिमा आउन सक्ने सम्भावना ज्यादा छ भनेपछि ल हेर्नुहोस्, अब विवाह भएको दिन गुरु मूल धनु राशिमै आएको थियो। धनु राशिको अब नक्षत्र हामीले निकालिसक्यौँ, मूलमा आउनुपर्छ भने 4-5 महिना हामीले अब विवाह हुने 5 महिना लगभग थाहा पायौँ। गुरु हो, किनकि सप्तमेश शनि गुरुको राशिमा विराजमान छ। मङ्गलको पनि शनिसँग दृष्टि परे पनि गुरुको सम्बन्ध ज्यादा शनिसँग घनिष्ठ छ, किनभने आफ्नो राशिमा यदि ग्रहले कुनै अरू भावको स्वामी बसाउँछ भने त्यो भावको स्वामीलाई एक्टिभेट गर्छ। अब गुरुले आफ्नो राशि मीनमा शनिलाई बसाएको छ र गुरु र शनिले घर पनि साटिरहेछन्। त्यही भएर गुरुसँग ज्यादा घनिष्ठ सम्बन्ध छ सप्तम घरको र सप्तमेशको। भनेपछि अब गुरुको राशिमा यो मेषिङ धनु मध्ये गुरुको राशि कुन हो? धनु राशि हो। अब गुरुले धनु राशिमा गोचर गर्छ भनेर तपाईँले एउटा आफ्नो ज्योतिषीय लजिक लगाउने। धनु राशिमा नै गोचर गरेको छ। हेर्नुहोस्, गुरु धनु राशिमा आएको छ, जुन यो केटाको पञ्चम भावमा थियो। चन्द्रमा पनि धनु राशिमा थियो, सूर्य चाहिँ वृश्चिक राशिमा आएको थियो अनुराधा नक्षत्रमा।
अब गुरु थाहा पाउनु पो गुरु कहाँ आउँछ भनेर। अब नक्षत्र त गणित अनुसार थाहा भइहाल्यो। अब नक्षत्र थाहा भएपछि अब राशि पनि लगभग थाहा भइहाल्छ। अनि त्यो तिनवटा नक्षत्र तिनवटा कुन राशिमा पर्छ त्यो हेर्ने। अनि त्यसपछि ज्योतिषीय लजिक लगाएर थाहा पाउने सप्तम घरको स्वामी चाहिँ यो तिनवटा राशिमध्ये कुन राशि स्वामीसँग बढी घनिष्ठ सम्बन्ध छ त्यसकै राशिमा गोचर गर्छ। यो चाहिँ तपाईँहरूको ज्योतिषीय लजिक लगाउनुपर्छ। अब विवाह भएको दिनको गोचर। अब यो वधुको कुण्डलीमा हेर्नुहोस्, गुरु मूल। अब गोचर त एउटै हुन्छ, गुरु मूल, सूर्य अनुराधा, ज्येष्ठा भने अर्को परम्परा। यिनीहरू चाहिँ अलग धर्मका हुन्, त्यही भएर अर्को परम्परा अनुसार गर्दा चाहिँ सूर्य ज्येष्ठामा पुगिसकेका त 12 दिनपछि होइन वृश्चिक राशिमा। चन्द्र पहिला गर्दाखेरि सनातनी परम्परा गर्दा अनुसार पूर्वषाढामा थियो। अब भनेपछि मृग अर्को परम्परा अनुसार गर्दाखेरि अब उनीहरूको मृगशिरामा थियो। अब यो मैले भने। अब केटीको कुण्डली अनुसार चाहिँ अब अघि हामीले हिसाब गऱ्यौँ होइन। केटीको कुण्डली अनुसार चाहिँ केटीको कुण्डली अनुसार हेर्नु है। केटीको कुण्डलीमा पनि अब त्यसरी नै अघि बरको निकाले जस्तै केटीको पनि निकाले। मैले केटीको हिसाब गरेर देखाएको छैन, त्यसरी नै गर्ने हो। केटीको अथवा वधुको चाहिँ 120 थियो है राशिपिण्ड र ग्रहपिण्ड शुक्रको विनाष्टक वर्गबाट। अनि शुक्रबाट सप्तम हेर्नुहोस्। अब शुक्र कहाँ छ भने केटीको कुण्डलीमा शुक्र पञ्चम भावमा छ। 1 2 3 4 5 6 7 भनेपछि यो 11 कुम्भ राशिमा 6 अङ्क छ। शोधन गर्नुभन्दा अगाडिको भनेको छु मैले है। यो शोधन गर्नुभन्दा अगाडिको, यो त्रिकोण शोधन र एकाधिपत्य शोधन गर्नुभन्दा अगाडि 6 छ। 6ले गुणान गर्नु, 720 लाई 27 ले भाग गर्नु, 26 पोइन्ट समझमले जान्छ। अनि त्यसपछि 720 ले 702 घटाइदिनुहोस्, शेष बच्च 18। नक्षत्र चक्रमा 18 हेर्नुहोस्। जातिका पनि कृष्ण पक्षमा जन्मेको हो जातिका पनि। अब 18औं नक्षत्र छ। अब नक्षत्र चक्रमा 18औं नक्षत्र हेर्दाखेरि अब 18औं नक्षत्र छ ज्येष्ठा। अब गुरु त ज्येष्ठामा आएको होइन, गुरु त मूलमा आएको, तर लगभग छेउछाउमा आएको छ। केटीको केसमा चाहिँ ठ्याक्कै सटिक आएको छैन, तर केटाको केसमा सटिक आएको छ। अब ज्येष्ठा आएको छ ठ्याक्कै एक नक्षत्र अगाडि मूलमा गएर बसेको छ गुरु है। विवाह भएको दिन यहाँ हेर्नुहोस्, विवाह भएको दिन गुरु मूलमा छ यहाँ है। एक नक्षत्र अगाडि पछाडि भएछ वधुको केसमा चाहिँ। अब कृष्ण पक्षको जन्म भएपछि किन तपाईँले यहाँबाट चाहिँ हिसाब गर्नुभयो भन्नु होला होइन। यहाँबाट ल कृष्ण पक्षबाट गर्नुहोस् केटीको। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 13 नम्बर हस्ता हुन्छ। चन्द्रको नक्षत्र हस्तामा अथवा रोहिणीमा अथवा श्रवणमा चाहिँ गुरुले गोचर गर्नुपर्छ। तर त्यो केस त होइन, गुरु त अब कहाँ यो नक्षत्र, गुरु त अब धेरै अगाडि छ। यो केतुको नक्षत्रमा गोचर गरेछ मूलमा भनेपछि अब यो मिलेन। यो कृष्ण पक्षकै जन्म भए पनि धनेश नक्षत्र मिलेन केटीको केसमा चाहिँ। तर अर्को एउटा रुल पनि के छ भने गुरु जहाँ बसेको छ कुण्डलीमा त्यही नक्षत्रबाट पनि गर्न पाइन्छ, मिलेन भने। अब हेर्नुहोस् यहाँ गुरु अश्विनी नक्षत्रमा छ है। यो चाहिँ वधुको कुण्डलीमा गुरु यहाँ हेर्नुहोस्, यहाँ गुरु मेष राशिमा बसिरहेछ। मेष राशिको अश्विनी नक्षत्रमा छ। अब अश्विनी भनेपछि अश्विनीबाट 18 गर्नुभयो भने 18 आउँछ ज्येष्ठा। तर एक नक्षत्र अगाडि गएर गुरु मूलमा बस्दैछ भनेपछि केटीको केसमा चाहिँ एक नक्षत्र अगाडि पछाडि भएको छ। तर अब ल तपाईँ ज्येष्ठा नै लिनुहुन्छ भने पनि ज्येष्ठाको नक्षत्र स्वयं बुध र ज्येष्ठाको अर्को दुईवटा नक्षत्र के हो, अश्लेषा र रेवती। अब ज्येष्ठालाई नै मानौँ न त, ल ज्येष्ठामै आउँछ अरे, भले आएको त छैन। अब यो अब यहाँ हेर्नुहोस्, गुरु मूलमा यो त मैले भनिसकेँ। कर्कट मीन वृश्चिक। अब ज्येष्ठा कुन राशिमा हुन्छ, वृश्चिकमा हुन्छ। अश्लेषा अब त्यसको त्रिकोण नक्षत्र अश्लेषा कुनमा हुन्छ, कर्कटमा हुन्छ। रेवती त्यसको त्रिकोण नक्षत्र यो वृश्चिक राशिमा हुन्छ। अब राशि कुन नक्षत्र कुन राशिमा पर्छ त्यो तपाईँहरूले थाहा पाउन सक्नुहुन्छ। अब गुरुको गोचर मिलेन, गुरु यहाँ मूलमा आछ, अग्नि तत्त्वको राशिमा आछ। तर यहाँ चाहिँ अब गुरु आउनुपर्ने जल राशिमा भने नियमअनुसार केटी कुण्डलीमा। तर यदि गुरु त्यहाँ आएन भने पनि सूर्य या चन्द्रमा मध्ये त्यहाँ आउन सक्छ। फेरि सूर्य या चन्द्रमामा त्यो नियम लाग्छ। गुरु त्यहाँ नआए पनि सूर्य चन्द्र मध्ये एउटा अथवा दुईटै यी 3 नक्षत्रमा बसेको अथवा यी 3 राशिमा बसेको हुनुपर्छ। सूर्य गुरु मिलेन भने पनि सूर्य र चन्द्रमालाई हेर्नुहोस्, सूर्य कहाँ बसेको छ। सूर्य चाहिँ कि त ज्येष्ठामा गोचर गर्छ,
कि त अश्लेषामा गोचर गर्छ कि त रेवतीमा गोचर गर्छ। अब सूर्य यहाँ अनुराधामा गएको छ, तर अर्को 12 दिनपछि अर्को परम्परा अनुसार विवाह गर्दाखेरि यो अन्तर्धार्मिक विवाह हो। त्यही भएर वृश्चिक राशि अब ज्येष्ठमा आएको छ। अब गुरु चाहिँ ज्येष्ठमा आउनु पनि, गुरु नआए पनि सूर्य आएको छ। यहाँ हेर्नुहोस्, गुरु आएन भने तपाईँहरूले त्यो सूर्य चन्द्रमा पनि त्यो रुल लगाउन सक्नुहुन्छ। सूर्य यहाँ ज्येष्ठ नक्षत्रमा आएको छ। त्यो अर्कोचोटि चाहिँ त्यो गर्दाखेरि अनुराधा भनेको छेउछाउमा आएको छ। पहिलोचोटि गर्दा पनि छेउछाउमै आएको छ। चन्द्रमा पूर्वाषाढामा आएको छ। चन्द्रमा गुरु जुन राशिमा छ, चन्द्र पनि त्यही राशिमा छ। त गुरु जुन राशिमा हुन्छ त्यसकै छेउछाउमा चन्द्रमा अथवा सूर्य आउन सक्छ, नियम 1। अथवा गुरु हामीले हिसाब गर्दाखेरि गुरु आउनुपर्ने फर्मुला अनुसार एउटामा आयो, आउनुपर्ने अर्कोमा आयो भने त्यसमा सूर्य या चन्द्रमा आउन सक्छ। भनेपछि यहाँ गुरु नआए पनि कर्कट, मीन, वृश्चिक मध्ये एउटामा सूर्य अथवा चन्द्रमा बस्न सक्छ। यहाँ चन्द्रमा चाहिँ गुरुकै राशि धनुमै बसेको छ घटना भएको दिन। मृगशीर यो पूर्वाषाढा शुक्रको नक्षत्रमा बसेको छ। शुक्र भनेको त नैसर्गिक विवाह कारककै नक्षत्रमा बसेको छ। अब सूर्य बसेको छ ज्येष्ठमा। गुरु अब केटीको कुण्डलीबाट त ज्येष्ठमा बस्नुपर्ने गुरु, तर ज्येष्ठमा गुरु नबसे पनि सूर्य चन्द्रमा सूर्य ज्येष्ठमा बसेको रहेछ नि त। अथवा अनुराधा ज्येष्ठ दुवैमा बसेको रहेछ। एकचोटि विवाह हुँदा अनुराधामा थियो, त्यसपछि अर्को विधि अनुसार गर्दा ज्येष्ठमा थियो। अब यसरी चाहिँ अब वैदिक नियम अनुसार अष्टक वर्ग, शुक्रको अष्टक वर्ग प्रयोग गरेर, गुरुको गोचर प्रयोग गरेर विवाह कहिले हुन्छ। पहिला गुरु थाहा पाउने वर्षको लागि, गुरु थाहा पाएपछि सूर्य थाहा पाउने, सूर्य थाहा पाएपछि चन्द्रमा पनि अब गुरु र सूर्यकै राशि नक्षत्रमा को छेउछाउमा आउँछ चन्द्रमा पनि। अब यो चन्द्रमा पनि कुन नक्षत्रमा आउँछ र कुन राशिमा आउँछ त्यो अझै म सटिकताले अर्को भिडियोमा भन्छु। कुन कुन राशिमा कुन कुन भावमा चाहिँ चन्द्रमा आउन सक्छ विवाह गर्दाखेरि त्यो म भन्छु। त्यो बेला त्यसको अझै अर्को नियम छ। त्यसो गर्दा तपाईँले चन्द्रमा पनि अझ सठिक रूपमा चाहिँ चन्द्रमा कुन राशि अथवा भावमा आउँछ भन्ने कुरा पनि तपाईँले जान्न सक्नुहुन्छ। त्यो भिडियोलाई लाइक गर्नुहोस्, सेयर गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्। अर्कोचोटिमा म चन्द्र त्यो घटना कुन दिनमा घट्ने प्रबल सम्भावना छ भनेर पनि भिडियो बनाउँछु। अब केपी कुण्डलीमा जाउँ। यो त भयो वैदिक विधि अन्तर्गतको अष्टक वर्ग पद्धति अन्तर्गतको शुक्रको भिन्नाष्टक पद्धति अन्तर्गत रहेर गुरुको गोचर प्रयोग गरेर शुक्रको शुद्धपिण्ड निकालेर हामीले गऱ्यौँ। अब केपी कुण्डलीबाट विचार गर्नुहोस्। केपी कुण्डली पनि अब अहिले केपी पद्धति पनि धेरै प्रख्यात भएकोले अब धेरैलाई सर्टकट केपी पनि मनपर्छ। अब किन त्यत्रो लामो गरिराख्नु भनेर। तर अब तपाईँले बुझ्नु त पऱ्यो नि त। अब वैदिकमा पनि त के नियम छ भन्ने कुरा त बुझ्नु पऱ्यो। वैदिकमा नियमै छैन भनेर चाहिँ केपी मात्रै छ, केपी मात्रै सजिलो भनेर वैदिकको नियमै नजानु भयो भने तपाईँलाई फेरि भोलि चाहिँ अब वैदिकको नियम चाहिँ नपढ्ने अनि त्यतिकै केपीमा मात्र छ भन्ने प्रश्न पनि आउँछ। त्यही भएर ज्ञान त सबै कुराको राखेको राम्रो होइन। अब केपी कुण्डलीमा त अब यो वधुको कुण्डली हो, हेरिहाल्नुहोस्। यहाँ केपी र राशि कुण्डलीमा फरक हुन्छ है, तपाईँलाई थाहा छ कि छैन। केपी कुण्डलीमा चाहिँ प्लेसिडियस हाउस सिस्टम फलो गरिन्छ। 12वटा राशि बराबर हुँदैनन्। कहिलेकाहीँ एउटा घरमा 2टा राशि पनि चाहिँ विस्तार हुन सक्छन्, अथवा कहिलेकाहीँ कुनै राशि गायब हुन सक्छ। यो तपाईँलाई पढाउनु थाहा भयो होला अब केपी पढेकाहरूलाई, अथवा केपी अलिअलि राखेको होला। अब थाहा भएन भने त्यो विषयमा पनि भिडियो बनाउला कसरी हुन्छ के हुन्छ भन्ने कुरा। अब यो राशि कुण्डली हो, यो केपी कुण्डली। केपी कुण्डलीमा ग्रहहरू कसरी सरेको छ हेर्नु त। यहाँ गुरु गएर 12औं भावमा बसेको छ। यहाँ चाहिँ लग्नमा बसेको छ राशि कुण्डलीमा। केपी कुण्डली 12औं भावमा सरेको छ। अब यहाँ सूर्य, अब बुध यहाँ सप्तममा छ राशि कुण्डलीमा, यहाँ 6औँमा सरेको छ। अब कुन राशि गायब छ हेर्नु। यहाँ कुन एउटा सिंह राशि गायब रहेछ अनि अर्को कुम्भ राशि गायब रहेछ। अब यो त भयो केपी कुण्डली राशि कुण्डलीको फरक। त्यो तपाईँहरूलाई अब ज्ञान छैन भने त्यो बनाउनुहोस्, कसरी फरक हुन्छ के हुन्छ त्यो पनि म भिडियो बनाउला होइन। अब विवाहको लागि केपीको नियम चाहिँ के छ भने 2 भनेको परिवार भाव। अब विवाह भएपछि परिवारमा हलचल हुन्छ, परिवारमा चाहिँ सदस्यको वृद्धि हुन्छ होइन। त्यही भएर दोस्रो भाव पनि विवाहको लागि चाहिँ सहायक भाव हो। सप्तम भाव त मुख्य भावै भइहाल्यो। अब 11औं भाव इच्छा पूर्ति भनेपछि 2, 7, 11 मुख्य हो केपीमा चाहिँ हेर्नुपर्ने। 2, 7, 11 भाव इङ्गित गर्ने ग्रहहरूको चाहिँ दशा अन्तर्दशामा समीकरण भने विवाह हुन्छ। महत्त्वपूर्ण छन्।
विवाह हुँदा यो वधुको कुण्डलीमा गुरुकै महादशा गुरुकै अन्तर्दशा चलेको थियो। अब गुरुले केपी केपी ज्योतिष अन्तर्गत कुन कुन भाव चाहिँ इङ्गित गर्छ है, त सिग्निफाई गर्छ। हेरौँ, गुरु केतुको नक्षत्रमा छ। गुरु अब यहाँ चाहिँ लग्नमा मेष राशिमा छ, केतुको नक्षत्रमा छ। अब केतु चाहिँ यहाँ दशम भावमा, गुरु आफै 12औँमा सरेको छ, 9मा सरेको छ, केतु 10मा छ, एक शनि अब 1मा छ, केतुले यो 12औँ भाव 11औँ भाव 11 आइहाल्यो, 2 आइहाल्यो, 2 र 11 भइहाल्यो, अनि 5 प्रेम भइहाल्यो। अब सप्तम मुख्य भाव चाहिँ आएन, तर यहाँ गुरुले दृष्टि दिएको छ नि त। यहाँ हेर्नु, सप्तम भावलाई दृष्टि दिएको छ र सप्तमे शुक्रलाई पनि दृष्टि दिएको छ। यहाँ राशि कुण्डलीमा हेर्नु, दृष्टि चाहिँ राशि कुण्डलीबाट हेर्नुपर्छ होइन। यसरी हेर्नुहोस्, यहाँ गुरुले चाहिँ पञ्चम दृष्टि शुक्रलाई दिएको छ, सप्तमेशलाई, अनि यहाँ सप्तम भावलाई पनि दिएको हुनाले गुरुले अब सप्तम भाव पनि एक्टिभेट गर्न सक्छ भन्न सकिन्छ। त्यही भएर 7 त आइहाल्यो, अब 11 आइहाल्यो। यहाँ केतुको स्क्रिप्टमा 11 छ, 2 पनि आइहाल्यो, 12 9 पनि छ। अब यो भने 9 12 भने विदेश भ्रमण पनि हुनसक्छ गुरुको महादशामा भन्ने कुरा हो। अब त्यो अलग कुरा हो, त्यो पछि कुरा गरौँला। यसरी चाहिँ केपी कुण्डलीबाट 2 7 11 भावको दशा चल्यो भने विवाह हुन्छ। जस्तो अब मानौँ न, महादशा स्वामीले चाहिँ 2 7 11 मध्ये एउटा देखाएको छ, अन्तर्दशा स्वामीले 2 7 11 मध्ये एउटा देखाएको छ, अब प्रत्यन्तर दशा स्वामीले 2 7 11 मध्ये एउटा देखाएको छ भने तिनटाको समीकरण बन्यो भने विवाह हुन्छ। यदि विवाहको चाहिँ सुख छ भने, अब सुखै छैन भने त विवाह नहुन पनि सक्छ। अब त्यस्तो त प्रायःको हुँदैन, विवाह त हुन्छ प्रायःको, कोही कोहीको छोडेर। अब यो वधुको कुण्डलीमा थाहा पाइहाल्नुभयो, गुरुले अब 2 7 11 दिएकै छ। अब केटाको कुण्डलीमा चाहिँ हेर्नुहोस्, अब राशि कुण्डली केपी कुण्डली भइहाल्यो। विवाहको लागि केपी अनुसार 211 भाव महत्त्वपूर्ण छन्। विवाह हुँदा अब केटाको कुण्डलीमा चाहिँ मङ्गलको महादशा, गुरुको अन्तर्दशा। अब गुरुको अन्तर्दशामा चाहिँ ठ्याक्कै एउटा प्रेम भाव चाहिँ छ, तर 6 3 10 अलिक विवाह नहुने खालका ग्रहहरू छन् है। तर मङ्गल महादशा चाहिँ कसको नक्षत्र, महादशा स्वामी मङ्गल चाहिँ चन्द्रको नक्षत्रमा छ। र चन्द्र अब यो कुण्डलीमा कहाँ बसेको छ हेर्नुहोस् त, चन्द्रमा बसेको छ पञ्चम भावमा है, पञ्चम भावमा छ। केपी कुण्डलीमा नै पञ्चम भावमा बसेको छ। पञ्चम भाव भने प्रेम हो, अनि मङ्गल आफै दोस्रो भावमा बसेको छ। मङ्गल अनटिनान्टेड हो, मङ्गलको नक्षत्रमा कुनै पनि ग्रह बसेको छैन। मङ्गल दोस्रो भाव भने परिवार भाव हो, चौथो भाव भनेको माता भयो, 9औँ भाव भनेको अब धार्मिक विधि भइहाल्यो, चन्द्र 5 भइहाल्यो, 12 भइहाल्यो, भागी विवाहको लागि 3 र 12 हुन्छन्। अब मङ्गल राहुको सबमा बसेको छ, राहुको उपनक्षत्रमा बसेको छ भने चाहिँ अब राहुले त कतिवटा घरलाई इङ्गित गरेको छ। यहाँ हेर्नुहोस्, राहु दोस्रो भावमा बसेको छ, मङ्गलसँग युति गरेर 4 9 पनि दिएको छ। शनि सप्तमेश शनिले यहाँबाट दृष्टि फालेको छ राहुलाई। अब सप्तमेशले फालेपछि 7 र 8 आइहाल्यो, 6 पनि आयो, 5 पनि आयो, गुरुले पनि दृष्टि फालेको छ। गुरु पञ्चम भावको स्वामी 5 6, अब 11 बुधको राशिमा बसेको छ, बुध पञ्चममा 11 भावको स्वामी भनेपछि विवाहको यहाँ 7 पनि आयो, 2 पनि आयो, 11 पनि आयो भनेपछि महादशा स्वामीले यदि घटना दिइसकेपछि अन्तर्दशा स्वामीले चाहिँ काट्न युजली सक्दैन, केही अप्ठ्यारोहरू आउँछन्। तर अन्तर्दशा स्वामी चाहिँ फेरि यहाँ हेर्नुहुन्छ भने यो कुण्डलीमा गुरु र शुक्रसँग एकदम क्लोज छ है। गुरु र शुक्र एउटै डिग्रीमा छन्। शुक्र भनेको नैसर्गिक विवाह कारक, स्त्री कारक। गुरु र शुक्र लगभग एकै डिग्रीमा छन्, लगभग एकै डिग्रीमा छन् भन्दा दुवै 9 9 डिग्रीमा छन् यो कुण्डलीमा। र शुक्रको पनि फल लिन्छ गुरुले। भले गुरुले चाहिँ यहाँ तपाईँलाई ठ्याक्कै अब 7 11 देखाएन, तर महादशा स्वामी सबभन्दा पावरफुल हुन्छ। महादशा स्वामीले घटना घटाउने सूचना दिन्छ भने अन्तर्दशा स्वामीले यदि त्यो विवाहको घर नदेखाए पनि अन्तर्दशा स्वामीसँग जस्तै यहाँ गुरुसँग त शुक्र एकदमै छ नि त, क्लोजमा बसेको छ। शुक्र र गुरुको डिग्री एउटै छ कुण्डलीमा, 9 9 डिग्रीमा बसेको छ भने शुक्र त अब नैसर्गिकमा विवाह कारक हो होइन। अब बुध पनि बसेको छ, सूर्य पनि बसेको छ भनेपछि अब यो उसँग बस्ने ग्रहहरूको पनि प्रभाव पर्छ, नपर्ने होइन, भलै कमजोर रूपमा पर्छ तर पर्छ। र महादशा स्वामीले चाहिँ केटा कुण्डलीबाट पनि अब तपाईँले थाहा पाउनुभयो 2 7 11 एक्टिभेट छ। मङ्गल दोस्रो भावको सिग्निफिकेटर अथवा कारक भन्न सकिन्छ, केपी कुण्डलीमा कारक भनिन्छ। अब चन्द्रमा यो प्रेम भाव देखाएकै छ, अनि राहुले अब उपस्वामीले त यो अब 7 11 2 4 9 सबै देखाएको छ। अब राहुलाई गुरु शनिको दृष्टि पनि छ, राहु मङ्गलसँग युति पनि गरिरहेछ, बुधको राशिमा पनि बसिरहेछ, सूर्यको नक्षत्रमा पनि। राहुले धेरै घरको फल दिन्छ अब यस्तो कुण्डलीमा। अब यो
केटाको कुण्डलीबाट पनि केपी कुण्डलीबाट हामीले महादशा र अन्तर्दशाले चाहिँ विवाह दिन्छ कि दिँदैन भन्यौँ, तर विवाहको नम्बर दियो, त्यही भएर विवाह भयो त्यो महादशामा। मङ्गलको महादशा गुरुको अन्तर्दशामा विवाह भएको थियो केटाको कुण्डलीमा, र केटीको कुण्डलीमा गुरुको महादशामा गुरुकै अन्तर्दशामा भएको थियो, र गुरुले पनि यहाँ मजाले 2, 11, 7 दिइरहेकै छ। यहाँ हेर्नु स्क्रिप्टमा मैले लेखेकै छु। केपी कुण्डलीबाट यसरी विश्लेषण गरिन्छ। अब चन्द्रगोचर हेरौँ है त, विवाहको दिनको चन्द्रगोचर कहाँ छ। अब चन्द्रगोचर भनेको चाहिँ जुन दिन घटना घट्छ त्यो दिनको चन्द्रगोचर पनि एकचोटि विचार गरौँ न। चन्द्रमा धनु राशिमा पूर्वाषाढा नक्षत्रमा छ होइन। अब चन्द्रमा त्यो दिन कुन भावमा आयो त? अब केटाको कुण्डलीमा कुन भावमा आयो? धनु राशि भनेपछि ठ्याक्क यो पञ्चम भावमा आयो है। अनि चन्द्रमा शुक्रको नक्षत्रमा आएको थियो। शुक्र विवाह कारक नैसर्गिकै हो, शुक्र विवाह कारकै नक्षत्रमा आएको थियो। चन्द्रमा गोचरको दिन पञ्चम भावमा आएको थियो, प्रेम भावमा, सप्तम भावसँग धेरै नजिकको साइनो छ पञ्चम भाव। अनि शुक्रको नक्षत्रमा गोचर गरायो, धनु राशिमा थियो भनेपछि अब शुक्रको नक्षत्रमा शुक्र विवाह कारक हो कि हेरौँ है त। शुक्र पनि पञ्चम भावमै आएको थियो गोचरको दिनमा, चन्द्रमा पनि पञ्चम भावमा। तर शुक्र अब कुण्डलीमा कुन कुन भावलाई इङ्गित गर्छ केपी स्क्रिप्ट अनुसार? 1, 6, 3, 10। अब यहाँ त काहीँ पनि छैन, 5 मात्रै छ होइन। अब हेर्नु चन्द्रमा पञ्चम भावमा त देखाएको छ। अब केटाको कुण्डलीमा हेऱ्यौँ हामीले होइन। अब केटीको कुण्डलीमा हेर्नुहुन्छ भने धनु राशिमा आएको छ। केटीको कुण्डलीबाट धनु राशि 9औं भावमा भयो भने चन्द्रमा 9औं भावमा आएको छ त्यो दिन। अनि शुक्रको नक्षत्रमा गोचर गरेर शुक्र पनि 9औं भावमै छ, चन्द्र शुक्र धनु राशिमै थियो त्यो दिन। अनि केतुको 9औं भाव एक्टिभेट भएको थियो त्यो अब विवाह भएको दिनमा होइन, शुक्रको नक्षत्र। अब शुक्र चाहिँ केटीको कुण्डलीमा केतुको नक्षत्रमा छ। हेर्नुहोस् है, केतुको नक्षत्रमा छ। केतुले अब विवाहको नम्बरहरू इङ्गित गर्छ कि गर्दैन त केपी कुण्डली अनुसार? अब 11 छ, केपी यहाँ केतु 10मा बसेको छ। केतुलाई शनिले दृष्टि दिएको छ, शनिको भाव 11 भनेपछि इच्छा पूर्ति भइहाल्यो। केतु चन्द्रमाको नक्षत्रमा पनि छ। चन्द्रमा अब केटीको कुण्डलीमा यहाँ केपी कुण्डली अनुसार दोस्रोमा सरेको छ। हेर्नुहोस् यहाँ दोस्रो भने परिवार भाव हो, पञ्चममा। यो चन्द्रमाको राशि यहाँ पनि छ। केपी कुण्डली हेर्नुपर्छ है, यो तपाईँले ग्रहहरूको स्क्रिप्ट पढ्दाखेरि चाहिँ। अनि 4 र 5 यहाँ प्रेम भइहाल्यो, 11 इच्छा पूर्ति भइहाल्यो। अब 7 त अब शुक्र नैसर्गिक रूपमा विवाहको कारकै हो, शुक्रकै नक्षत्रमा गोचर गरेको छ। केटा केसमा अहिले ठ्याक्कै देखाएको छैन, तर विवाहको कारक शुक्रमा गोचर गऱ्यो भने विवाह हुने सम्भावना धेरै हुन्छ। अब यसरी चन्द्रको गोचर। अब केपी कुण्डली अनुसार हेरौँ है। केपी पद्धति अनुसार अब गोचरको विश्लेषण गरौँ। केपी पद्धति अनुसार गोचरको। अब वैदिक पद्धति अनुसार त गुरुले चाहिँ हामीले नक्षत्र निकाल्छौँ, अनि गुरुले फर्मुला अनुसार, अनि त्यो गुरुले त्यही नक्षत्रमा गोचर गर्दा विवाह हुन्छ भनेर अघि भनिसकेँ। अब केपी पद्धति अनुसार चाहिँ गोचरको विश्लेषण गरौँ। घटना घटेको दिन चन्द्रमा कुन नक्षत्रमा थियो, सूर्य कुन नक्षत्रमा थियो, र दशा स्वामी त्यो दुइटै वर र वधुको दशा स्वामी कुन चलेको थियो, त्यो कुन राशि र नक्षत्रमा थियो गोचर घटना भएको दिन। तिनीहरू सप्तम भाव, दोस्रो भाव र 11 भावसँग सम्बन्ध बनाएको थिएँ। अब त्यो पनि हेरौँ। केपीमा यो पनि गोचरको पनि विश्लेषण गरिन्छ। विवाह भएको दिन त अब यो भनिहालेँ मैले, गुरु धनु राशि, केतु नक्षत्र, सूर्य अनुराधा, शनि नक्षत्र, चन्द्र पूर्वाषाढा, शुक्र नक्षत्र, मङ्गल महादशा स्वामी केटाको केसमा स्वाति राहु नक्षत्रमा आएको थियो घटना भएको दिन। अब वरको कुण्डलीमा हेरौँ। अब वरको कुण्डलीमा भने केटाको कुण्डली यो हो, केटी हो, यो हो यताको। वरको कुण्डलीमा अब यहाँ भने नि गुरुले केतुको नक्षत्रमा गोचर गरेको थियो। गुरुले केतुको नक्षत्र, अब केतु के दोस्रो भाव, सप्तम भाव र 11 भावको कारक छ त हेरौँ है त। अब केटाको कुण्डलीमा हेर्नु त केतु यहाँ बसेको छ शनिसँग, जुन शनि सप्तम घरको मालिक हो भनेपछि सप्तमसँग सम्बन्ध बनाइसकेको छ। केतु सप्तमै शनिसँग युति र शनिकै नक्षत्रमा बसेर 8, 7, 6, 2, 4, 9, किनभने केतुलाई मङ्गलले पनि दृष्टि दिइरहेको छ। र मङ्गल दोस्रो भावमा बस्यो हुनाले दोस्रो भाव पनि आयो, सप्तम भाव पनि आयो, मुख्य भावै आइसकेपछि दिइरहेको छ। अब वधु भने केटीको यो दोस्रो यो मेष लग्नको कुण्डली,
बधुकोमा पनि अब गुरु त केतुकै नक्षत्रमा गोचर गरेछ, घटना भएको दिन त अब एउटै नक्षत्रमा गोचर गर्छ। अब केतुको नक्षत्रमा अब बधुको कुण्डलीमा केतुले कुन कुन स्क्रिप्ट दिन्छ त, कुन कुन भावलाई जनाउँछ हेरौँ। बधुकोमा केतु शनिको राशिमा छ, यहाँ केतु शनिको राशिमा छ र शनिको अर्को घाव 11औं हो है। केतु शनिको राशिमा छ र चन्द्रको नक्षत्रमा छ। चन्द्रमा यहाँ दोस्रो भावमा छ, दोस्रो भाव पनि विवाहको लागि सकारात्मक भनेपछि केतुले पनि अब कुन कुन देखायो त शनि र चन्द्रमासँग सम्बन्ध बनाएर 1, 10, अब यो त नेगेटिभ भाव हो, यो त विवाह, तर 11 पनि छ, 2 पनि छ, 5 पनि छ, किनभने चन्द्रमा यहाँ पञ्चम भावको पनि स्वामी हो भनेपछि 2, 5, 11 भइसकेपछि अब यहाँ 2, 5, 11 भइसकेपछि चाहिँ अब केटीको पनि लगभग आएको छ होइन। अनि केतुको नक्षत्र स्वामी शनि फेरि शुक्रको नक्षत्रमा छ, त्यही भएर त्यो पनि त्यसरी हेर्न मिल्छ। राहु केतु जसको राशिमा बस्छन् उनीहरूको स्क्रिप्ट पनि पढ्नुपर्छ। अब वरको कुण्डलीमा अब हेर्नुहोस्, अब सूर्यको विश्लेषण हो। सूर्य घटना भएको दिन अनुराधा नक्षत्र शनिको नक्षत्रमा आएको थियो वृश्चिक राशिमा। अब केटाको वृश्चिक राशि चौथो भावमा पर्छ, केटीको वृश्चिक राशि अष्टममा पर्छ। अब अनुराधाको स्वामी शनि, अब शनिको स्क्रिप्ट पढौँ दुवैको राशिमा केपी पद्धति अनुसार शनि। अब वरको कुण्डलीमा पढौँ पहिला। शनि आफै सप्तमेश हो, हेर्नुहोस् यहाँ सप्तम घरको मालिकै शनि हो। अब सूर्यले अनुराधामा गरेछ, अब शनि सप्तम घरको मालिक हो, अष्टममा बसेको छ भनेपछि अब शनि त स्वाभाविक रूपमा सप्तम भावको कारक भइहाल्यो। सप्तम भावको कारक भएपछि अब 8, 7, 6, 2, 2 आयो, 7 आयो, 4 आयो, 9 आयो, शनिले दिएको छ। किन शनि सप्तम भावको मालिक हो, आफ्नै नक्षत्रमा बसेपछि यो आफू बसेको अष्टम र सप्तम प्लस यहाँ हेरिरहेछ दृष्टि दिएको छ दोस्रो भाव परिवार भावलाई पनि एक्टिभेट गर्यो। अब नवम भावमा मङ्गलले पनि हेरिरहेको हुनाले गर्यो भनेपछि अब शनि आफू 8, 7, 6 दिन देखाएर र शनिको नक्षत्र स्वामी चाहिँ केटाको कुण्डलीमा शुक्रको उपमा बसेको छ, आफ्नै नक्षत्रमा बसेको छ, तर आफ्नै नक्षत्रमा बसेको ग्रहलाई हामीले उप नक्षत्र स्वामी पनि हेर्नुपर्छ। शुक्रको उपमा बसेको छ। अब शनिले वरको कुण्डलीमा 8, 7, 6, 2, 4, 9 दिइसक्यो। अब वधुको कुण्डलीमा हेर्नुहोस् शनि, अब यहाँ सूर्यले शनिको नक्षत्रमा गोचर गराएको छ, शनिकै विवाहको कारक हो त्यो कुण्डलीमा। अब त्यो हेरौँ। केटीको कुण्डलीमा शनि शुक्रको नक्षत्र यहाँ बसेको छ, मेष राशिमा शुक्रको नक्षत्रमा बसेको छ। शुक्र त यहाँ केटीको कुण्डलीमा त ठ्याक्कै मिलेको छ। शनि शुक्रको नक्षत्रमा विवाह कारकको, शुक्र आफै स्वामी, हेर्नुहोस् न यहाँ सप्तम घरको स्वामी, पञ्चम भाव प्रेम भावमा बसिरहेछ र दोस्रो भाव परिवार भाव, झन् ठ्याक्कै आयो केटीको केसमा त। शनिले त पुरै विवाहको भाव देखाएको रहेछ। 5, 2, 7, 1, 10 शनि आफू 1 मा बसेको छ, 10 को स्वामी, 11 भावको स्वामी भनेपछि त केटीको कुण्डलीमा त पर्फेक्ट रूपमा शनिले 2, 7, 11 त पर्फेक्ट रूपमा देखाएको छ भनेपछि सूर्यले शनिको नक्षत्रमा गोचर गरे रहेछ र शनि चाहिँ 2, 7, 11 मा सम्बन्धित रहेछ दुईटैको कुण्डलीमा। गुरु त केतुको नक्षत्रमा गोचर गरे रहेछ, केतु पनि दुईटैको कुण्डलीमा केतुको स्क्रिप्ट पढ्दाखेरि हामीले थाहा पायौँ दुईटैकोमा कहीँ न कहीँ 7, 2, 11 सँग सम्बन्ध बनाएको छ। अब चन्द्र हेरौँ, शुक्रको नक्षत्रमा थियो। अब शुक्र त स्वाभाविक रूपमा अब विवाह कारकै हो, त्यसमा अब धेरै विश्लेषण गर्नु परेन हैन। अब मङ्गल केटाको कुण्डलीमा, अब केटीको कुण्डलीमा त गुरुको महादशामा गुरुकै अन्तर्दशामा विवाह भएको हो। अब गुरुको मैले भनिसकेको छु, गुरु केतुको नक्षत्रमा गोचर गरेर थियो, केतुको स्क्रिप्ट मैले पढिसकेँ दुवैको कुण्डलीमा। अब मङ्गल केटाको कुण्डलीमा चाहिँ महादशा स्वामी मङ्गल थियो, जुन चाहिँ राहुको नक्षत्रमा स्वाति तुला राशिमा गोचर गरिरहेको थियो। अब राहु, अब केटा कुण्डलीमा राहुको स्क्रिप्ट पढौँ है। राहु छ यहाँ केटाको कुण्डलीमा, हेर्नुहोस् कन्या राशिमा छ, हेर्नुहोस् दोस्रो भावमा छ है। सप्तमे शनिको दृष्टि परिरहेछ, हेर्नुहोस् यहाँ भनेपछि सप्तमे शनि दोस्रो भावमा परिवार भावमै बसेको छ राहु। सप्तमे शनिले दृष्टि फैलाएछ भनेपछि सप्तम भाव पनि देखाइहाल्यो। अब राहुको नक्षत्रमा गोचर गर्छ र राहुले त्यो कुण्डलीमा केटाको कुण्डलीमा, यो केटाको महादशा स्वामी थियो, 2 मा बसेको छ। अब सप्तमे शनिले दृष्टि फ्याकेपछि 7, 8 आइहाल्यो। अब राहुको राशि स्वामी बुध पञ्चममा प्रेम भावमा बसेको छ, 11औं भाव इच्छापूर्ति भइहाल्यो।
अनि दोस्रो भाव परिवार भाव भइहाल्यो भनेपछि त राहुले पनि प्रष्ट रूपमा केटाको महादशा स्वामी मङ्गलले पनि घटना भएको बेला ठ्याक्कै राहुको नक्षत्रमा आएको छ र राहु केटाको कुण्डलीमा हेर्दाखेरि ठ्याक्कै दोस्रो भावमा सप्तमेशबाट दृष्ट 11औं भावको स्वामीको राशिमा प्रेम भावको बुधको प्रेम भावमा बसेको बुधको राशिमा बसेको छ। राहुले त मजाले देखाएको छ 2 7 11 भनेपछि यसरी केपी पद्धति अनुसार घटना घटेको दिन सूर्य चन्द्र र गुरुले साल बताउँछ, सूर्यले महिना बताउँछ र चन्द्रले दिन बताउँछ। घटना भएको दिन गुरु सूर्य र चन्द्र सबै ग्रह जुन जुन नक्षत्रमा गोचर गरेका थियो त्यो नक्षत्र स्वामी जस्तो केतु शनि शुक्रकोमा त्यो 3टै नक्षत्र 2टै बरबदु कुण्डलीमा कहीँ न कहीँ 2 7 11 सँग एकदम मजाले चाहिँ जोडिएका छन्। त्यसरी नै घटना घट्छ। अब यो चाहिँ केपी पद्धति अनुसार गोचरको स्थितिको विश्लेषण गरे र अन्तिममा निचोड हामीले के बुझ्न सक्छौँ भने केपी पद्धति र वैदिक अष्टक वर्गबाट विवाहको विश्लेषण गर्दा उस्तै निचोड आउँछ, क्रमशः उस्तै निचोड आयो नि त। अब वैदिकबाट पनि मिल्यो, नमिलेको त छैन, वैदिकबाट पनि मिलेको छ। गुरु केतुको नक्षत्रमा आउनुपर्ने गुरु केतुकै नक्षत्रमा छ, धनु राशिमै आएको छ। अब गुरु सूर्य ज्येष्ठा नक्षत्रमा आएको छ। केटीको कुण्डलीबाट हिसाब गर्दा चाहिँ गुरु चाहिँ ज्येष्ठा नक्षत्रमा हुनुपर्ने, तर गुरु नभए पनि सूर्य ज्येष्ठामा थियो। गुरु नभए पनि सूर्य चन्द्रमध्ये एउटा हुनसक्छ, हुने सम्भावना धेरै छ, हुन्छ हैन। यसरी चाहिँ वैदिक विधिबाट गर्दा र केपीबाट गर्दा आफ्नो नियम भए पनि लगभग नतिजाहरू उस्तै आउँछन् भनेको परिणाम र फल चाहिँ हामीले यदि दुईटै गरेर हेर्यौँ भने लगभग उस्तै आउँछ। एउटै निचोडमा पुगिन्छ। घटना घटाउने ग्रह र गोचर गर्ने ग्रह, घटना घटाउने ग्रहहरू पनि लगभग सिमिलरै छ नि त। गुरु मङ्गलको दशा छ, गुरु जुन नक्षत्रमा गोचर गरेको छ त्यो पनि सप्तम भावसँग सम्बन्धित छ। अनि वैदिक विधि अनुसार गुरु केतुको नक्षत्रमा आएको छ, केतु पनि विवाहसँग सम्बन्धित छ केपी अनुसार। भनेपछि यो एक आपसमा मिलेका छन् ग्रहहरू, राशिहरू, नक्षत्र कुन राशिमा गोचर गरेका छन् त्यो नक्षत्रको स्वामीहरूले विवाहलाई इङ्गित गरेका छन्, यो मिल्या छ क्या एक आपसमा। घटना घटाउने ग्रह र गोचर गर्ने ग्रह राशिहरू लगभग उस्तै हुन्छन्। केपी पद्धतिमा मुख्यतः विवाहको विश्लेषण गर्दा दोस्रो भाव परिवार भाव, सप्तम भाव विवाह भाव र 11औं भाव इच्छापूर्तिको भावसँग सम्बन्ध राख्ने ग्रहको दशा अन्तर्भुक्तिमा घटना घट्छ भन्ने मान्यता छ भने अष्टक वर्गमा कुन नक्षत्रमा गुरु र सूर्यले गोचर गर्छ, कसको कुन नक्षत्रमा गुरु र सूर्यले गोचर गर्छ। शुक्रको भिन्नाष्टक वर्ग बनाउँदाखेरि र हामीले शुक्रको शुद्धपिण्ड निकालेर चाहिँ त्यो गणित गरेर चाहिँ जति नक्षत्र जति शेष बच्छ त्यो नक्षत्रमा चाहिँ गुरुले गोचर गर्दाखेरि विवाह हुन्छ भनेर भनेको छ। किनभने शुक्र भनेको स्वयं विवाहकारक हो, शुक्र भनेको स्वयं कालपुरुष सप्तम राशि हो। त्यही भएर शुक्रको अष्टक वर्गमा शुक्रको भिन्नाष्टक वर्ग लिएर वैदिक ज्योतिषबाट विवाहको समय निकाल्न सकिन्छ। र केपी पद्धतिबाट त अब यो मैले 2 7 11 सँग सम्बन्ध राख्ने ग्रहको चाहिँ दशा अन्तर्दशामा समीकरण बन्यो भने घटना उठ्छ। तर दुवै पद्धतिबाट आउने ग्रह, नक्षत्र स्वामी, राशि, गोचर गर्ने राशि, गोचर गर्ने नक्षत्र, दशा चलेको ग्रह सबै लगभग धेरै एक आपसमा मिलेका हुन्छन्। ट्रिगर पोइन्ट चाहिँ एउटै हुन्छ भन्न खोजेको। त्यही भएर निचोड त्यही हो। अब आजको लागि यति नै। अब धेरै सिक्नु भयो होला भन्ने आश गर्छु होइन। अब यो अलिक भिडियो लामो हो, किनभने यो भिडियो लामै हो नि त, यो विश्लेषणात्मक भिडियो हुन्छ, लामै हुन्छ होइन। के बुझ्नु भएन भने कमेन्टमा लेख्नुहोस्। भिडियोलाई लाइक, शेयर र सब्सक्राइब गर्नुहोस्। यस्तै रोचक र जानकारीमूलक भिडियोको लागि अरू पनि लिएर आउनेछु होइन। धेरै जानकारीमूलक भिडियोहरू लिएर आउनेछु। सब्सक्राइब गर्न नभुल्नु होला। भिडियो हेरिसकेपछि सब्सक्राइब गरेर मात्र जानु होला। आजको लागि यति नै। भिडियो लामो भएको छ, झर्को नमानी हेरिदिनु होला। ज्ञानवर्धक भिडियो छ, जानकारीमूलक भिडियो छ। तपाईँले पनि मजाले हेर्नुभयो भने मजाले गर्न सक्नुहुन्छ। आफ्नो कुण्डलीमा प्रयोग गरेर हेर्नुहोस्। आफ्नो माता बुवा जसको विवाह भएको छ उनीहरू कुण्डलीमा प्रयोग गरेर हेर्नुहोस्। लगभग 85-90% केसमा मिल्छ। तपाईँले कति अभ्यास गर्नुहुन्छ भन्ने कुरा मात्र भर पर्ने हो। आजको लागि यति नै। धन्यवाद। च्यानललाई सब्सक्राइब गर्नु होला, भिडियोलाई लाइक गर्नु होला। धन्यवाद।